यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु। हप्ताको 7 दिन 7 छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मङ्गलदीप अर्पण 7-in-1 अगरबत्ती। नमस्कार है दाइ, नमस्कार। नमस्कार। निकै चिन्तित देखिनुहुन्छ त दाइ। चिन्ता छ हौ रोशन, गाउँ सबै खाली हुने भयो। ओह, छुर्पी कान्छो पनि विदेश जाने भएछ। दाइ, म चाहिँ जान्न, देशै प्यारो। भिजा नआउन्जेल विदेश पनि त्यही भन्दै थियो, हेरौँला। साँच्चै भनेको दाइ, आत्मनिर्भर भएर कमाउनको लागि अभिकर्ता बनेको छु। कमाइ पनि मजाको छ, समाजसेवा पनि हुने। अब हेर्नु, उता तल पसल पनि चलाएकै छु। के चिन्ता छ र दाइ? अभिकर्ता? ए, तिमी अभिकर्ता भयो? हो नि दाइ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको जीवन बिमा बिक्री गर्छु। निकै राम्रो छ कमाइ। बुद्धि पुर्याएछौ। अब ढुक्कले कमाउने भयो होइन त? हो नि दाइ, ढुकढुक भएर होइन, प्रभु महालक्ष्मीको अभिकर्ता पनि ढुक्कको कमाइ। ढुकढुक होइन, ढुक्क हुँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौँ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। Susri Media presents Sri Master Mahesh Rana Show. Susri Media presents Sri Master Mahesh Rana Show. दर्शकवृन्द नमस्ते। श्रीमष्टको आजको श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। यस कार्यक्रममा हामी परापरा शक्ति, यसका प्रयोग विधि, यसका साधना विधि हामी विज्ञसँगै सत्सङ्ग गर्ने गरेका छौँ। र आजको हाम्रो अतिथि हुनुहुन्छ विशाल घिम्रेजी। उहाँ सफ्टवेयर इन्जिनियर हुनुहुन्छ र उहाँको एस्ट्रो फ्युजन नामको एउटा सफ्टवेयर कम्पनी छ, जसले चाहिँ ज्योतिष सम्बन्धी र अरू सम्पूर्ण प्रेडिक्सन सम्बन्धीको कामहरूको एप्सहरू बनाइदिनु भएको छ। विशालजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते दाइ, दाइले यत्रो अपर्च्युनिटी दिनुभयो, आज यहाँ आउनु पाउँदा म एकदम खुसी छु। हजुर, यस्तो यो हाम्रो सौभाग्य हो। त्यही तपाईँ यो एरियामा, यो एस्ट्रोलोजीको एरियामा, ज्योतिषको जुन परम्परागत रूपको एरियालाई चिरेर नयाँ रूपमा जुन लैरहनु भएको छ। जेन्जी पुस्ताले जुन तरिकाले तपाईँको कार्यलाई मन पराउँछ, तपाईँसँग चाहिँ एकदमै धेरै एट्याचमेन्टमा उहाँहरूको आउँछ। तपाईँ धेरै पपुलर हुनुहुन्छ। मैले बोलाउनु भन्दा पनि हाम्रो आदरणीय दर्शकवृन्दहरू धेरैजनाले यहाँको नाम रिक्वेस्ट गर्नुभएको थियो। उहाँसँगको सत्सङ्ग एउटा सुन्नु, उहाँसँग चाहिँ एक्चुअली ल्याउनुहोस्, उहाँसँगको उहाँ कस्तो हुनुहुन्छ भन्दा धेरै ठाउँमा देखिसक्नु भएको छ उहाँहरूले होइन। त तपाईँसँग उहाँहरूको चाहिँ केही जिज्ञासाहरू पनि थियो, म तपाईँलाई सोध्छु अहिले। कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ। अब तपाईँ एकदमै एकाडेमिक फ्यामिलीको, म अलिकति पुरानो कुरा गर्न चाहेँ होइन। किन भन्न चाहेँ भने तपाईँसँग मेरो अलिकति भावनात्मक रूपमा चाहिँ मेरो सम्बन्ध छ। एक त म थाप्थेलीको बासिन्दा, तपाईँको मामा घर चाहिँ कुपुन्डोल, तपाईँको जिजु हजुरबुवा र हजुरबुवा दुवैजना चाहिँ एउटा अचम्मको नेपालमा रिकर्डै होला गोर्खापत्रको सम्पादक बन्नुभयो होइन। जिजु हजुरबुवा चाहिँ नेपालको गोर्खापत्रको पहिलो सम्पादक बन्नुभयो। उहाँ चिरञ्जीवी पौडेलजीको कुरा गर्दैछु, उहाँ आदरणीय होइन। उहाँ चाहिँ त्यति बेला उहाँ एउटा ज्ञानको खानीको रूपमा लिन्थ्यो। उहाँलाई सम्पूर्ण रूपको हाम्रो चाहिँ हिमवत खण्ड आर्यवादका सम्पूर्ण रूपका सम्पूर्ण विद्याहरूमा पारङ्गत हुनुहुन्थ्यो। उहाँको स्कुलिङ, उहाँको कृपा र उहाँले अध्ययन गर्नुभएको कुराको अहिले हामीले वर्णन गर्न सकिँदैनौँ र कसैले त्यसको बारेमा भन्दाखेरि पनि ए हो र भन्ने जस्तो हुन्छ कि त्यति ठुलो कुराहरूको जगडा गर्दै आउनुभएको। अब यहाँको मुवा आदरणीय बिना दिजु, उहाँ धेरै वर्ष राष्ट्रलाई सेवा गर्नुभयो एज अ प्रोफेसर कल्चरमा। उहाँको जति पकड, उहाँलाई मैले पनि यही सोमा मैले ल्याउने मौका पाएको थिएँ र
उहाँसँग त कल्चरल त उहाँको एकाडेमिक हाइट मात्रै भयो, एकाडेमिक उहाँको चाहिँ आफ्नो न्याक भयो होइन, तर उहाँको अरू ज्ञान, यति धेरै ज्ञान, यति धेरै चिज, उहाँको चाहिँ मन्दिरका कुराहरू, वास्तुका कुराहरू, मन्दिरका मूर्तिका चाहिँ स्थानका कुराहरू होइन, यो नेपाली कल्चरल हेरिटेजमा जहाँ केही कहाँ कति केही भयो भने उहाँलाई सबै चिज थाहा हुने रहेछ। एउटा एक प्रकारले भन्दाखेरि चाहिँ उहाँ चाहिँ एउटा मोबाइल टाइपको चाहिँ उहाँ एउटा लाइब्रेरी हुँदो रहेछ, म्युजियम हुँदो रहेछ, सबै चिज थाहा हुँदो रहेछ त्यो होइन, उहाँको त्यो चिजहरू। अब उसको सुपुत्रको रूपमा तपाईँ आउनुभएको होइन। बुवा के गर्नुहुन्छ? बुवा चाहिँ हाम्रो टुरिज्म फिल्डमा लाग्नुभयो। ए, बुवाको बारेमा मलाई त्यति याद छैन, मलाई थाहा छैन। अब तपाईँ आफै एउटा सफ्टवेयर इन्जिनियर हुनुहुन्छ, यति राम्रोसँग सफ्टवेयरको अहिले जमाना छ, मान्छे सफ्टवेयरको इन्जिनियर पछि मान्छे धेरै जस्तो प्र्याक्टिसनरहरूले एआईमा जान्छन्, अरू चिजमा जान्छन्, तपाईँ ब्याकमा जानुभयो। तपाईँ हाम्रो चाहिँ हाम्रो पुरा जुन परम्परागत रूपको चिजलाई चाहिँ कसरी आधुनिकतामा ढाल्न सकिन्छ भन्ने किसिममा खोज गर्नुभयो र आज चाहिँ एस्ट्रोफ्युजनको रूपमा तपाईँले ल्याउनु भएको छ होइन। यो यात्राको बारेमा चाहिँ तपाईँलाई एज अ प्रोफेसनल जाँदा जाँदै यतापट्टि भएको चिजमा चाहिँ केही स्मरण छ तपाईँलाई, कसरी जानुभयो? यो चाहिँ कति चिज डोराउँछ भन्छ नि, जस्तो हाम्रो मन्दिर मस्जिदहरूले हामीलाई तान्छ भन्छ, धर्मको कुनै पनि पाटो हामी जान्छु भन्दैमा पनि पाइँदैन होइन, हामी लाग्छु भन्दा पनि पाइँदैन। यो सबै मेरो रहर पनि होइन जस्तो लाग्छ होइन। कतिचोटि चाहिँ डिभाइन पावर जसले हामीलाई बोलाउँछ उसले हामीलाई यही बाटो देखाउँछ। मलाई चाहिँ कस्तो लाग्छ नि, मलाई 10 वर्ष 15 वर्ष सफ्टवेयर किन बनाउनु सिकायो त, म गर्न जाने नि त, तर त्यसको के थियो त, त्यो त युटिलिटी हो नि, टुल त हो सफ्टवेयर भनेको त। त्यो टुलको युटिलिटी मैले केमा गर्ने भयो त, अब धर्मशास्त्रलाई सजिलो बनाउनको लागि हो, मान्छेलाई एक्सेसिबल हुनु पऱ्यो। कस्तो छ भने एआईले हजुर भन्नुभयो, म यो फिल्ड त छोडेको छैन, गरेर राखेको छु दिनरात, तर त्यसलाई सहिलो बनाउन खोजिरहेको छु कि। ज्योतिषशास्त्रमा अति धेरै किताब छ। सुरुमा चाहिँ कस्तो लाग्थ्यो भने ज्योतिषशास्त्र एकदम साधारण कुरा हो, त्यो राशि र ग्रह त हो, 9वटा राशि छ, 12 गर्छ, सक्यो भने जस्तो हुन्थ्यो। तर जति पढ्दैको उति बुझिँदैन रहेछ कि। अनि त्यसको लागि पढ्नलाई 100औं किताब पढ्नुपर्छ। त्यो 100औं किताब कहाँ छ त, छरिएको छ। यो त गुप्त विद्या हो हजुर। आजको भोलि पढेर सकिँदैन, आजको भोलि किताब पनि भेटिन्न, सबभन्दा गाह्रो त किताबै भेटिन्न। अनि किताब पाउनै गाह्रो छ भनेपछि त्यसलाई कसैले कलेक्सन गरेर राखेको राम्रोसँग छैन, डिजिटल फर्ममा त झन् छँदै छैन। त्यसलाई फर्मुलाको रूपमा कसैले पनि के गरेको छैन, ट्रान्सलेट गरेको छैन। त्यो धेरै गाह्रो काम छ क्या। किनभने मेरो उद्देश्य चाहिँ के थियो भने, कुनै बेला मैले जब सुरु गरेँ त्यो बेला चाहिँ अबको 10 वर्ष मेरो जिन्दगी चाहिँ म यो सबैलाई म्याथमेटिकल वेमा चाहिँ फर्मुला लिएर गएर जान्छु। संस्कृत आफैमा एउटा एकदम गहिरो भाषा छ, त्यसभित्र धेरै कुराहरू लुकेको छ, डिकोड गर्नुपर्छ क्या। त्यो डाइरेक्ट तपाईँले एक लाइन सुख पढ्नुभयो, एकै शब्दमा एकै अक्षरमा चाहिँ बुझिन्न क्या। ओके, धेरै गाह्रो छ हजुर। अब यो जुन तपाईँको यो यात्रामा अहिले तपाईँ एउटा आफ्नो एउटा आफ्नै छुट्टै पहिचान बनाउनु भएको छ र मैले पनि तपाईँलाई भनिहालेँ, तपाईँको चाहिँ फ्यान फलोवर्सहरू रहर लाग्दो छ। तपाईँ आफै फेरि यसमा के छ भने तपाईँले आफ्नो प्यासनलाई नै बिजनेसमा ढाल्दै लानु भएको छ होइन। व्यापार देखिँदैन, यसमा व्यापार भनिँदैन, तर यो व्यापार छ। किनभने अब नेपालमा यसको आफ्नै हिसाबको एउटा यसको डाइनेजम होला, तर अहिले हामीले इन्डियाको अस्तिको बजेट, इन्डियाको भर्खरको जुन बजेट उहाँ 1-2 महिना अगाडि उहाँले 1 महिना अगाडि उहाँले चाहिँ बजेट घोषणा गर्दाखेरि यो एस्ट्रो टुरिज्मको लागि र यसको यो एनर्जीको प्र्याक्टिसको लागि अरबौँ डलर राखिदिनु भएको छ, जसले गर्दाखेरि इन्डियामा चाहिँ पहिला मान्छेहरूको अरू भोकेसनल सब्जेक्ट अरूमा अथवा कुकिङमा अथवा गेममा, स्पोर्ट्समा, योगामा जाने भन्ने प्यारेन्ट्सहरूले पनि बच्चाहरूलाई सानैदेखि यता जानुपर्छ भनेर चाहिँ उहाँहरूले एउटा इन्करेज गरिरहेको छ कि। नेपालमा चाहिँ अब जस्तो यहाँ त मेरो हिसाबमा भन्दाखेरि हामी त अब ऊर्जाको विद्यार्थी, तन्त्रको विद्यार्थी, हामीले कसरी बुझ्छौँ भने त्यो लाइनेजमा आएको छ होइन। एउटा माछाको परिवारमा सबभन्दा ठुलो माछाले सबभन्दा पछिल्लो पुस्ताको माछालाई पनि नि पौडी खेल्न सिकाउनु पर्दैन। पौडी खेल्न चाहिँ सर्भाइभलको प्लानिङ आफैले गर्नुपर्छ, तर पौडी खेल्न सिकाउनु पर्दैन। तपाईँ त्यो एउटा विद्युत फ्यामिलीबाट बिलोङ गर्नुहुन्छ, जुन फ्यामिलीलाई चाहिँ त्यति बेला भनौँ न, त्यति बेलाको नेपालको समाजमा पढाइ भनेको धनी मान्छेले मात्रै पढ्ने हो, तर उहाँहरूले पनि धनी मान्छेलाई मात्रै पढाउनुहुन्थ्यो। पढ्न धेरै गाह्रो थियो, यहाँ सकिँदैन थियो, मिनिमम पनि बनारस जानुपर्ने हुन्थ्यो, कलकत्ता र बनारसका कुराहरू हुन्थे। त्यो पढाइहरू भनेको फेरि ब्रिटिस स्टाइलको पढाइ हुन्थ्यो। त्यहाँ इन्डियामा ब्रिटिसहरूले जे जति अरू गरे पनि एजुकेसनमा धेरै नै राम्रो गरिदिएर अहिले इन्डिया यो भएको छ। त्यो एरियामा त्यो यो जुन तपाईँले अहिले जुन ज्योतिषको अगाडि ल्याइरहनु भएको छ अवधारणा होइन, नेपाली परम्परामा र शास्त्रीय परम्परामा के हो भने यो ज्योतिष विद्या भनेको चाहिँ राजा महाराजको एउटा चाहिँ कप अफ टी हो क्या। एकदम
अरू त सक्दैन। अरूले सक्ने कुरा दरबारमा नवरत्न हुन्थ्यो, हजुर। नवरत्न मध्येमा एउटा ज्योतिष हुन्थ्यो। ज्योतिषले राजा कति बेला कहाँ जाने, के जाने, युद्धमा गर्ने, युद्ध नगर्ने, सबै चिजको लागि चाहिँ त्यो लेभलमा राख्थे। र अरूले त्यो राजाले गरेको चिजहरूलाई चाहिँ ओहो त्यसरी नै हो, त्यही अनुसारको क्यालकुलेसन भनेर, किन अरूमा राजाले गरिसकेको चिजलाई सर्वसाधारणले गर्न नहुने पनि चलन थियो होला, निश्चित देखिन्थ्यो। अलि अरू राज्यबाट अरूबाट आएर कुरा गरेर अरूले भन्दा चिजमा गर्थे होइन। अब अहिले आएर नेपालमा यो एकदमै कमन भयो, सबैलाई जसलाई चाहिन्छ, जसलाई जो सेवाग्राही छ, जसलाई सुविधा चाहिन्छ त्यसलाई चाहिँ एउटा क्लिकमा तपाईँले त्यो सर्भिस दिन सक्ने एउटा बनाइदिनु भयो होइन। यो बनाउँदै गर्दाखेरि तपाईँलाई आफूलाई चाहिँ कस्तो खाले सन्तुष्टि प्राप्त भएको छ? यस्तो छ है, कति कुरा चाहिँ हाम्रै पालोमा पहिला हामी लाइब्रेरी जानुपर्थ्यो, किताब खोज्नु पर्थ्यो, ज्ञान खोज्नु जानुपर्थ्यो। हजुरले भने जस्तो म चाहिँ फ्रेङ्कली भन्दा म फ्यामिलीको लिगेसी अनुसार चाहिँ म केही पनि होइन, हिङ नभए नि हिङ बाँध्दा टालो हो भने जस्तो मात्रै हो होइन। तर त्यो त याद छ नि, त्यो त छ, त्यति मात्रै हो होइन। किनभने जुन लेभलमा मेरो मम्मीहरूले पढ्नु भएको छ, जुन लेभल हजुरहरू भन्नु त्यो फ्यामिलीको अगाडि चाहिँ म केही पनि नै होइन, साँच्चीकै नै। त्यो पनि हम्बल भएर नि भनेर कि साँच्चीकै रियालिटी हो होइन। त्यो लेभलमा त म कहिले पनि पुग्न सक्दिनँ। तर त्यहाँ सफ्टवेयर इन्जिनियर त थिएन होला नि। त्यो यो त नयाँ जेनेरेसनलाई नयाँ पिँढीबाट मैले नयाँ त्यही भन्नु खोजेँ मैले। हजुर, त्यो चाहिँ मेरो आफ्नो कर्तव्य यही होला सायद होइन, मेरो धर्म यही होला। मेरो धर्म भनेको अब त्यो डिजिटल फर्ममा थिएन, मैले त्यसलाई डिजिटल फर्ममा लानेको लागि के गरिरहेको छु त प्रयास गरिरहेको छु, कन्भर्ट गरिरहेको छु होइन। संस्कृतकै श्लोकहरू पनि कतिलाई कन्भर्ट गर्नुपर्ने छ, कतिलाई डिकोड गर्नुपर्ने छ, धेरै टाइम लाग्छ कि, धेरै विषयहरू छ। अनि हजुरले भने जस्तो पहिला चाहिँ पढाइको लागि चाहिँ हामीले एकदमै दुःख गर्नु पर्थ्यो। ज्योतिषशास्त्रको पढाइको चाहिँ एकदमै गाह्रो छ क्या, त्यो स्रोतै भेटिँदैन, किताबै भेटिँदैन, त्यो गाह्रो थियो। त्यसलाई चाहिँ सहिलो पार्ने प्रयास चाहिँ मेरो निरन्तर रूपमा गइरहेकै छ क्या अहिलेसम्म पनि त्यो छ। अब फ्यामिली लिगेसीकै कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ लाज लाग्छ। किन लाज लाग्छ भन्दाखेरि लाइक त्यो बत्ती मुनि अँध्यारो भने हो कि होइन, आफूले म त्यो लेभलमा सकिनँ कि भन्ने जस्तो डर लाग्छ होइन। तपाईँले कम्पेयरै गर्दाखेरि अब तपाईँले एउटा चिज के छ भने तपाईँको मामा घरपट्टिको लेगेसीमा सबैजना जर्नलिजममा आउनुभयो, तपाईँ जर्नलिजम जानु भएन, त्यति मात्रै त ठिक भयो नि। त्यहाँ जानुभएको त्यसको इट कुड बी डिफ्रेन्टली। तर कहिले कहिले चाहिँ कस्तो भने हामी टिकटकमा भाइरल छौँ भनौँ न होइन। टिकटक भनेको नि एउटा जर्नलिजमको एउटा पार्ट हो नि। पहिला जर्नलिजम भनेको एउटा मान्छेले गर्थ्यो, सबैले सुन्थे। तर त्यो मान्छे अब पत्रकारै हुनुपर्छ भन्ने छैन। मैले नै समाचार भन्छु नि, हिजो यस्तो भएछ, हिजो बाढी गएछ, टिकटकमा मैले भने म पनि पत्रकार भएँ। मैले पनि सञ्चारलाई के गरेँ त, समाचार दिएँ नि त होइन। यस्तो हुँदैछ, यस्तो गर्दैछु भनेपछि त्यो नयाँ हजुरले भने नयाँ संसारको चाहिँ हामी पनि के हो त एउटा समाचार सम्भाग हौँ। हामीले पनि त्यो मेसेज त दिइरहेको छौँ, सोसाइटीलाई मेसेज त पठाइरहेको छौँ होइन। हजुर, अनि यो जुन अहिले तपाईँले जस्तो म तपाईँलाई एउटा सोध्न खोजेको कुरा चाहिँ के छ भने मान्छेहरू आम मान्छेहरूको सबैको यही कुरा हुन्छ कि मैले यो पढ्न सकिनँ, मैले तन्त्र पढ्न सकिनँ, मैले ज्योतिष पढ्न सकिनँ। तर बुझाइमा के छ भने तपाईँलाई ज्योतिष विद्याले तपाईँलाई पढाउने हो कि तपाईँले ज्योतिष पढ्ने होइन, तन्त्रले त्यो व्यक्तिलाई पढाउने हो। उसले तन्त्र पढ्ने होइन भन्ने किसिमका चाहिँ शास्त्रमा शिवपुराणमा पनि यो उल्लेखित छ। यो चिजहरू तपाईँलाई यो यादै छ होइन। यो चिज हुँदै गर्दाखेरिको अवस्थामा चाहिँ अहिले जुन खाले किसिमको मान्छेहरूको जुन तरिकाको चाहिँ यतापट्टि एकदम अगाध आस्था छ, एकदमै यसले एउटा चाहिँ डायनामिजम चेन्ज गरेको छ। अब अलि धेरै पनि वास्तव पनि लाग्छ, अलि धेरै भएको चिजहरू पनि छ यसमा होइन। सबैजना मान्छेले एभ्री डे उसको राशि हेर्नुपर्ने अथवा उसले सबै चिज हेरेर गरेर यो संसारी समाज त्यही राशिफलको हिसाबले चल्छ होला त? यो चाहिँ म एकदम विरोधी नै हो राशिफलको चाहिँ। राशिफल हेरेर विरोधी गर्नु हुँदैन। विरोधी किन भन्दाखेरि हजुरले हामी पनि पत्रिका हेऱ्यो भने म पनि हेर्छु। म आफै ज्योतिष भएर आफैले एप बनाएर त्यही दिन चाहिँ मिठो खान पायो भने मिष्टान्न भोजन हुन्छ। मिष्टान्न भोजन सबभन्दा राम्रो ज्योतिषको फल हो, त्यो हेरिन्छ। तर हजुरले भने जिन्दगी चलाउँदाखेरि चाहिँ त्यसमा भर परेर होइन, यो चाहिँ टुल हो नि त, यसले तपाईँलाई मार्गनिर्देशन गर्ने हो होइन। यो मार्गनिर्देशनमा म जाँदाखेरि मलाई सहिलो हुन्छ, गाह्रो हुँदैछ भनेर यसले के गर्छ तपाईँलाई डिरेक्सन दिन्छ, कता जान राम्रो हुन्छ नराम्रो हुन्छ भन्ने त गाइड त गर्न पाइयो नि त, त्यो लिन पाइयो। तर त्यसलाई अब्सेसनको हिसाबमा चाहिँ लिनु हुँदैन। हजुर, अब यो गाइड लिनेको कुरा जुन तपाईँले भर्खरै भन्नुभयो होइन, अब मैले अघि चाहिँ मैले तपाईँलाई सम्झाइदिएँ पुरानो कुरा, यो राजा महाराजाको कुरा, राजा महाराजाको विद्या। अब अहिले त त्यति एफोर्ड गर्न सक्दैन होला नि मान्छेहरूले, कतिको छ त फेरि यो एफोर्डेबल, किनभने अब यो अहिले जस्तो भन्नुहोस् न, अब एउटा लेभलको मान्छेहरू मलाई तपाईँलाई अलिकति पुरानो कुरा मैले सेयर गर्न चाहेँ। हुन त दर्शकवृन्दहरूले मलाई कमेन्ट गर्नुहुन्छ यही बढी बोल्छ कम बोल, गेस्टलाई बोल भनेर। हाम्रो चाहिँ यो अन्तर्वार्ता होइन, हामी सत्सङ्ग गर्छौँ, हामी इन्टरेक्टिभ हुन्छौँ होइन। हामी पहिला कलेज पढ्दाखेरि मलाई जहिले पनि मलाई याद आउँथ्यो, म टिसी पढ्थेँ होइन। अनि हाम्रो त्यो टुडी खेलको वरिपरि छ नि, टुडी खेलको वरिपरि ज्योतिषहरू बस्नुहुन्थ्यो। सुगा हुन्थ्यो त्यहाँ, सुगाले तानी त मैले नि देखेको छु बच्चाउँदा। अनि त्यहाँ मान्छे जुटिन्थे
त्यति बेला पनि मान्छेहरू के थियो भने सुगालाई बोलाए 50 पैसा 1 मोहर हुन्थ्यो, 1 मोहर दियो, 1 मोहर दियो, सुगा बाहिर हुन्थ्यो। होइन किन महँगो थियो भने त्यही 1 मोहरमा फेरि त्यहाँ लेमन सोडा खान पाइन्थ्यो क्या, ती राखिरहेको हुन्थ्यो त्यो सोडा, होइन बाटोमा त्यो सबै टुडीखेलको वरिपरि के। अनि मैले एक दिन गनेको त्यहाँ झन् 300 प्लस ज्योतिषहरू बस्नु हुँदो रहेछ है। अनि इन एभरेजमा मैले उहाँहरूको त्यति बेला सम 30 इयर्स 35 इयर्स ब्याकको कुरा गर्दैछु म होइन, त्यति बेला उहाँहरूको इन एभरेजमा कति हुन्छ त दिनको उहाँले भन्दाखेरि त्यही नहुँदाखेरि पनि 150-200 हुन्छ अरे होइन। उहाँहरू कस्तो भने सेल्फ डिपेन्डेन्ट थियो कि, उहाँले अब कसैलाई कम्पल्सन होइन, तर त्यो बेलामा मान्छेहरूको अब सुगा बाहिर आउने चट्ट सुगाले उसले एउटा चाहिँ भिजाको चना टक्का खानिदिन्थ्यो, सुगाले चना खाने एउटा तानिदिने उजाने, त्यसभन्दा माथि हेर्नको लागि अनि फेरि उसले उसको त्यो स्लेट हुन्छ सिलौटोमा गणना गर्ने ट्याकटुक गर्ने। अनि कति चिजहरू चाहिँ मान्छेहरू जिउरै टोक्थे के, त्यति एकुरेसी त्यो बेलाको होइन। अब अहिले यही चिजलाई तपाईँले मोडर्नाइज गरेर तपाईँले एउटा चाहिँ स्क्रिनमा ल्याइदिनु भयो होइन। अब तपाईँको चाहिँ एउटा गजबै राम्रो चाहिँ एउटा फिडब्याक छ मार्केटको, तपाईँको डेफिनेटली तपाईँको 100% मिल्दैन, तर 98% भन्दा मुनि पनि हुँदैन भनेर भन्छन् कि। निकै नजिकको कुराको सबै मिल्ने भन्दा नि कुरा मिल्ने हो नि। अनि यो चिजहरूको फिडब्याकहरू तपाईँलाई आउँदै गर्दाखेरि नि मेरो यो क्वेसनमा मैले जोड्न चाहन्छु, तपाईँले सबैजनाको हेर्नुहुन्छ, सबैको यो भयो ऊ भयो यस्तो उस्तो यान त्यान सबै भनिदिनुहुन्छ, सबै त्यसको चाहिँ त्यति बेला भनिदिनुहुन्छ तपाईँको सेवाग्राहीलाई होइन। त्यो सबै एनर्जी हो, ऊर्जाबाट सञ्चालित छ। त्यो ऊर्जा उहाँलाई तपाईँले रेमेडी दिइसकेपछि नि त्यो ऊर्जा त तपाईँमा एक्सेप्ट हुन्छ, तपाईँमा इन्डक्सन हुन्छ त्यो होइन। त्यसलाई तपाईँले आफैलाई चाहिँ कसरी त्यसलाई चाहिँ मिनिमाइज गर्नुहुन्छ अथवा त्यसलाई तपाईँले त्यो त्यसको चाहिँ डिटक्सिफाई कसरी गर्नुहुन्छ? यसमा चाहिँ एउटा नेपालीमा उखान्छ क्या, सिकर्मीको घरको भर्याङ भत्क्या हुन्छ भने जस्तै ज्योतिषलाई चाहिँ आफैलाई चाहिँ अलिकति गाह्रो हुन्छ होइन। अरूलाई मार्गदर्शन गराइन्छ, बाटो देखाइन्छ, त्यही भएर हामीले चाहिँ के भन्छौँ भने ज्योतिष हुनुभन्दा अगाडि चन्द्रमा एकदम स्ट्रङ भएको मान्छे हुनुपर्छ, किनभने उसले मानसिक रूपमा पनि शारीरिक रूपमा पनि छ है, पहिला मानसिकमै जाउँ, मानसिक रूपमा पनि एउटा पीडा आउँछ क्या। किनभने कस्तो कस्तो केस आउँछ नि, मान्छेको 7 महिना 8 महिनाको बच्चाको खेर गएको हुन्छ नि त, मान्छे पीडा भएर आमाले फोन गरिरहेको हुन्छ, कसैको 2 वर्ष 3 वर्षको बच्चा बोल्न नसकिरहेको हुन्छ। त्यो म चाहिँ आमाले एकदम बढी टच हुन्छ कि, त्यो मदर अरू पीडा सबै छँदैछ, सबै पीडाहरू कति सबैको जिन्दगीमा केही न केही दुःख नपरी ज्योतिषका को आउँछ र पैसा तिरी मान्छे यसै रहरको लागि देखाउन आउने थोरै हुन्छन्, 10 जनामा 1 जना 2 जना मात्रै यस्तो राम्रो चिनाउँछ कि मैले 3टा घर किने यस्तो राम्रो भयो, मलाई गजब भएको छ, तपाईँसँग कुराहरू मन लाएर मात्रै भन्ने पनि आउनुहुन्छ आउनुहुन्छ एकदम धनीहरू पनि आउनुहुन्छ। उहाँहरूलाई चाहिँ जस्ट रहर कुरा गर्ने मात्रै रहर हुन्छ, आफ्नै बारेमा भन्नुहुन्छ, धेरै बोल्नु पनि पर्दैन, चिनान राम्रो हुन्छ, ठ्याक्कै मिल्छ, खुसी भएर नि दिनुहुन्छ। तर अधिकांशलाई त गाह्रो भएर आउनु भएको हुन्छ नि त, जिन्दगीको अन्तिम मोडमा अन्तिम छेउमा पुगिसकेपछि अब म योभन्दा अगाडि बाटै भएन भनेपछि मान्छे ज्योतिष आउँछ, धेरै मान्छे चाहिँ है 70-80% मान्छे त्यसरी आउनुहुन्छ। त्यो त पीडा छ नि त, सुन्नु पऱ्यो नि त, कसैको सहयोग गर्नु पऱ्यो, कसैलाई बाटो देखाउनु पऱ्यो, कतिको त भनौँ मृत्यु जस्तो कुराहरूलाई त हामीले जिस्किन मिल्दैन नि त होइन। जुन त आमा रोएर फोन गरिरहेको मान्छे उता डुल्दाखेरि त मलाई त गाह्रो भइहाल्छ नि, त्यो पीडा त लिनुपर्छ। त्यति मात्रै नभएर कतिचोटि हामीले उसको लाइफ नै चेन्ज गर्नुपर्ने डिसिजन लिदिनुपर्ने हुन्छ, त्यो हामीले लिने त होइन डिसिजन, त्यो त मेरो पावरको कुरा होइन, म भगवान् त होइन, मैले त जस्ट यस्तो छ है, यो राम्रो छ यो नराम्रो छ भन्न सक्ने हो त। तर कसैलाई अब डिभोर्सै गर्नु पऱ्यो भने त उसको जिन्दगी नै परिवर्तन हुने हो नि त। अब त्यसपछि त त्यो सानो एउटा शब्दले केटा त राम्रो रहन्छ, तपाईँको बुढा त बाहिर लाग्दो छ, बाहिर लागेको छ कि छैन भनेर सोध्नुहुन्छ सबभन्दा बढी होइन। अब उनीहरूलाई त्यो परिसकेको हुन्छ नि त, ट्रोमा छ होइन। अब मैले हो भन्ने कि होइन भन्ने सिधै भन्दा नि मिल्दैन होइन। देख्दा नि कचोटि लुकाउनुपर्छ कुरा, कचोटि मान्छेलाई बुझाउनुपर्छ, सम्झाउनुपर्छ होइन। किनभने उसको गलत टाइम चलिरहेको हुनसक्छ नि त, मान्छे खराब नभए पनि उसले खराब टाइमको बेलामा खराब एक्सन गरेको हुनसक्छ नि त। त्यो टाइम सकिसकेपछि त फेरि उसको राम्रो काम पनि त गर्न सक्छ होइन। सबैलाई एउटै दृष्टिले मात्रै हेर्नु मिल्छ भन्ने छैन, एउटै नजरले सबै मान्छेलाई चाहिँ त्यसरी नाप्नु पनि मिल्दैन। अनि त्यो सम्झाउनु पर्ने हुन्छ। अनि त्यो हरेक चिज चाहिँ हजुरले भने जस्तो पहिला मानसिक रूपमै लिन्छ जिउले, किनभने त्यो त पीडा छ नि त, उसको माफको दुःख, उसले पाएको पीडा, उसको गएको सन्तान, उसको फ्यामिली, सबै चिजको पीडा मैले लिनुपर्छ। र अल्टिमेटली चाहिँ यो तपाईँको इनर्जीको कुरामा आउँदाखेरि चाहिँ मान्छेलाई शारीरिक रूपमा पनि अलिकति कष्ट हुन्छ है। एउटा अर्को छ क्या, हजामले आफ्नै कपाल कसरी काट्छ भन्ने जस्तो कुरा आउँछ नि, त्यो जोक्स आउँछ। त्यो चाहिँ के भनेको भन्दा प्याराडक्स चाहिँ हामीले आफूलाई पनि हिल गर्नुपर्ने हुन्छ भनेपछि हामीले पनि कहिले के गर्नुपर्छ त, अर्को ज्योतिषसँग फेरि काउन्सिलिङ लिएर मार्गदर्शन लिनुपर्ने हुन्छ। त्यही त मैले त्यही अब त यहाँनिर मलाई त्यो जोड्न मन लागेको छ भने नि, जस्तो अब त्यस्तो नहोला होइन, तर मोस्टली मेरो अहिले भर्खरै मलाई क्वेसन आएको थियो। अनि अब नराम्रोको त तपाईँले भनिहाल्नु, राम्रो हुन लागेको बेलामा चाहिँ ठ्याक्क राम्रो हुन लागेको बेलामा ज्योतिषहरूले नि 2 महिनापछि तेरो गजब हुन्छ, तेरो यो छ त चाहिँ यो एउटा चाहिँ के हुन्छ नि जेम्सहरू
पुखराजहरू के योहरू यो 50,000 पर्छ यो लाउ भनेर चाहिँ थाहा पनि सजेसन गर्छ कि गर्दैन? गर्छ। यो चाहिँ मलाई थाहा पाएकै केस छ। चिना हेरेर मसँग किन तपाईँ त देखिहाल्नुहुन्छ? हो यो चाहिँ मसँग प्रुफै छ भन्नाले लाइक डाटा पनि छ, थाहा भएको कुरा हो। देखाउन आउनुहुन्छ, उहाँको 6 महिनापछि एकदम राम्रो दशा चल्नेवाला छ। ज्योतिषले के भनिदिन्छ तपाईँको राम्रो छैन है, 6 महिनापछि एकदम नराम्रो छ, ठुलो दुर्घटना हुनसक्छ, मैले दिएको रेमेडिज गरौँ 6 महिनापछि मालामाल हुनुहुन्छ भन्थ्यो। मालामाल त उसको आफ्नै भाग्यले गरेर भयो, उसको आफ्नै दशाले गरेर भयो, त्यो ज्योतिषको रेमेडीले भयो होइन। तर उसले के ठग्न पायो त त्यो बेलामा त 6 महिना त बाँकी छ नि त। 6 महिनासम्म रेमेडिज गरिरहनुहोस् भन्छ, उसले गरिरहन्छ, त्यो रेमेडिजको उसले पैसा नि पायो र उसको राम्रो साँच्चीकै हुनेवालै थियो क्या जसरी पनि। त्यो ज्योतिषले उसले त्यस्तो खेलहरू चल्छ यहाँ ज्योतिष। त्यही त। तर अब कस्तो छ भने जस्तो मैले धेरै वर्ष इन्सुरेन्समा काम गरेँ होइन, इन्सुरेन्सको नि मार्केटिङमा काम गरेँ, पोलिसी बेच्नु पर्थ्यो हामीले। मभन्दा बढी क्लाइन्ट्स अवेर छ के कभर हुन्छ मेरो, के कभर हुँदैन, कहाँ कति छ। कुरो के छ नि पैसा मात्रै हो, प्रिमियममा कति तलमाथि पर्छ, के डिस्काउन्ट यता फलाना ढिस्काना। यो मैले तपाईँलाई कहाँ जोड्नु खोजेँ भने आजकल त फेरि सबैजना ज्योतिष छन्, हेरिहाल्छन्। उसले 4 जना मान्छेसँग त पहिला गरेर आएको हुन्छ होइन। अनि फेरि त्यो जुन यहाँले भन्नुभएको त्यो ला भनेर चाहिँ जुन लगाउँछ नि त्यो भनेको चिजमा क्लिक भयो भने क्लिक भइहाल्यो। त्यसले त्यहाँबाट उसको साथीलाई फोन गर्न पायो भने त त्यहाँ जाने हो र फलानुका जा, त्यसले त्यो अर्को तँलाई 20,000 को दिन्छ, मैले 20,000 लगाएको भने त्यो 30,000 घटाइन्छ। कुरो भन्नु खोजेँ मैले के छ भने मान्छेसँगको साइकोलोजिकल वारफेयरमा नि ज्योतिषहरू चाहिँ कतिको स्ट्रङ हुनुपर्छ, एकदमै स्ट्रङ हुनुपर्छ। अनि अहिले हजुरको यो ChatGPT-को एआईको कुरामा अलिकति जोडेँ हजुरले भनेको कुरामा। कस्तो छ भने क्लाइन्टले पहिले सबै चिन्ह ChatGPT-मा हालिसकेको हुन्छ, एकलट उसले पहिले पढेर आउँछ, उसले जानिसकेको छ। पहिला जति सहिलो छैन, ज्योतिषलाई पनि ठग्न गाह्रो छ, डक्टरलाई पनि ठग्न गाह्रो छ। कुनै बेला साँच्चै के भन्दाखेरि डक्टरले भिटामिन लेखिदिन्थे, केही पनि नभए पनि एउटा औषधि लेखिदिन्थे, उनीहरूको पनि व्यापार थियो नि त। ज्योतिषले पनि त्यस्तै गर्छन् क्या, केही होस् नहोस् एउटा केही न केही लेखिदिन्छन् होइन। यो डक्टर र ज्योतिषको यो काम चाहिँ उस्तै हो है। पेसेन्ट चाहिँ अलिकति कन्सियस छैन भने चाहिँ उनीहरूले के गर्छ त त्यहाँ ठगी भइरहेको हुन्छ। तर अहिले चाहिँ पहिला ठगी त कसरी भन्ने ठगी चाहिँ लाइक डक्टरले भिटामिन दिँदाखेरि भिटामिन मात्रै एक्जाम मात्र हो, आफै जाँदाखेरि केही न केही त त्यहाँ भागै छ त, केही नभएको केही भएर त जान पाइयो, दिन पाइयो। कस्तो केस देखाएको छु मैले चाहिँ, किन ठगी भन्नु खोजेको नि, किन कन्फिडेन्स साथ ठगी नै भन्ने वर्ड युज गरेँ भन्दाखेरि त्यो ग्रह बिग्रेको पनि छैन, दशा आएको पनि छैन क्या। त्यो दुइटै नहुँदाखेरि सोल्युसन दियो भने चाहिँ ठगी भयो, त्यो आएर सोल्युसन दिँदा पाइयो होइन। अब कस्तो भने अब हाम्रो चाहिँ यो हाम्रो श्रीमष्ट प्रोग्राम हामी चाहिँ अलिकति पुस्तान्तरणको कुरा गर्छौँ। हामी भावचितको चाहिँ हाम्रो शक्तिहरू, हाम्रो जति पनि हाम्रो चाहिँ यहाँका चाहिँ लाइभ पहिलाका यी खाले किसिमको एक्टिभिटिज हो, यसलाई चाहिँ प्रिजर्भ गर्नुपर्छ भनेर हामी गर्छौँ होइन। जसले गरिरहनु भएको छ उहाँले गरिरहेको चिजलाई हामीले चाहिँ त्यस्तो भन्न हुन्न कि भन्ने मेरो एउटा कुरा। किनभने नि यदि उहाँले गलत गर्नु भएको छ भने बृहस्पति ग्रह बिग्रिन्छ, उहाँले नि फल पाउनुहुन्छ, हामीले के हामी जज होइन। तर तपाईँ भन्दै गर्दाखेरि तपाईँ पनि ज्योतिष हो नि त। फेरि सम्पूर्ण डक्टरलाई कोही किडनी बेच्ने डक्टर पनि त हुनुहुन्छ नि त, किडनी बेच्ने डक्टरलाई त किडनी बेच्यो त भन्न पाइयो नि त, आवाज त उठाउनु पऱ्यो। किनभने त्यो उठेन भने त फेरि पोल्युसन भइरहन्छ, फिल्डै पोल्युसन भइसक्यो। मलाई डर के भने यति राम्रो विद्या छ, तपाईँले जस्तो तन्त्रको बेला तन्त्र भन्ने बित्तिकै आधा मान्छे छिसी दुध गर्छ नि त, गर्दैन। अनि त्यो समाजमा नराम्रो मेसेज गइरहेछ नि त, हामीले के गरेर हजुरले प्युरिफाई गरिरहनु भएको छ नि त। होइन यस्तो छ किन गलत मेसेज गएर हो नि त होइन, त्यो मेसेजलाई हामीले प्युरिफाई गर्नु पऱ्यो। ज्योतिषशास्त्र एकदम राम्रो छ, सबै ज्योतिष ठग हुँदैनन् भनेर हामीले चाहिँ अब अवेरनेस फैलाएर यो चाहिँ विद्या हो, यसको धेरै चिजहरू प्लस पोइन्ट पनि छ, प्लस पोइन्ट भएको चिज हो, सबै नराम्रो छैन। मैले मात्रै भनेर भएन नि, मान्छेले क्लाइन्टले आवाज उठाइरहेको छ क्या, मलाई ठग्यो यस्तो गर्यो भनेपछि त ओहो त्यो त भएन नि त होइन। सबैलाई यसलाई चाहिँ पोल्युसन चाहिँ हटाउनु पऱ्यो। मेरो प्रश्न तपाईँलाई के छ भने जस्तो हामी आम दर्शकले हेर्नु भएको छ, हामी सबैको एउटा चाहिँ सोचाइ के हुन्छ भने राशि देखाउने भन्छ र म कुन राशिको छ, मेरो यो राशिको छ, म एउटा राशिको छु होइन, भन्दिनँ तपाईँलाई मैले। म एउटा राशिको छु, मेरो लग्न एउटा छ होइन। राशि देखाउने हो कि लग्न देखाउने हो कि, जस्तो राशिलाई चाहिँ नर्मली हाम्रो साथीभाइहरू जो ज्योतिष साथीभाइहरू हुन्छ उहाँले होइन यो साइकोलोजिकल्ली हो यसलाई चाहिँ ट्रिटमेन्ट गर्न सकिन्छ, जानुपर्छ लग्नबाटै जानुपर्छ भन्नुहुन्छ उहाँले होइन। लग्न बृहत हुँदो रहेछ, सजिलो, उहाँले चाहिँ त्यसलाई कस्टमाइज गरेर जानलाई राशि किनभने तपाईँ जस्तो कोही मान्छे कन्या राशि छ अनि उसको चाहिँ वृष लग्न छ होइन। अब तपाईँले कन्या राशिको बारेमा भन्दै गर्दाखेरि चाहिँ उसले पत्तो हुँदै जान्छ होइन। तपाईँको वृष लग्न वृष भन्नु भने होइन हजुर म त कन्या राशि हो भन्छ नि त उसले, म होइन कन्याबाट भन्नुहोस् न, किन त्यो सुन्ने बानी भइरहेछ नि त, मेरो नाम यो हो, म यो हो होइन। सो तात्विक रूपमा चाहिँ यो राशि र लग्नको भिन्नता के हो? मानसिक रूपमा हामी जे सोध्छौँ, हामीलाई के मन लाग्छ, मनको कारक चन्द्रमा, लग्न भनेको शरीर आफू। तपाईँले के गर्नुभयो त, तपाईँलाई मिठो खान मन लाग्न सक्छ, चन्द्रमाले दियो, तपाईँ मिठो खानु पाउनुहुन्छ कि पाउनुहुन्न त। त्यही भएर राशिफलमा भनेको कुरा खासै हिसाबमा मिलेर हुन्छ, किनभने तपाईँलाई मिठो खान मन लागै हुन्छ त्यो दिनमा।
तर पाउनुहुन्छ कि हुँदैन चाहिँ तपाईँले लग्नले डिटर्माइन गर्ने भयो कि। सो लग्न बढी इम्पोर्टेन्ट भयो। ज्योतिषशास्त्र जति पनि किताब हामीले पढ्छौँ, जति पनि ज्योतिषले तपाईँको फलादेश गर्नुहुन्छ, पञ्चम घर, नवम घर भन्ने सबै कुराहरू घरको नाम आउँछ, त्यो सबै चाहिँ लग्नबाट आउँछ, चन्द्रबाट आउँदैन। चन्द्रबाट 2-3 चिज मात्रै हेरिन्छ बढी, विशेष गरी यो चाहिँ दशाको सुरुवात, कुनै दशा सुरु भयो, योगिनी दशा, विंशोत्तरी दशा भन्छ, सबै दशाको सुरुवात चाहिँ चन्द्रमाको डिग्रीबाट सुरु हुन्छ, चन्द्रमाको भ्यालुबाट होइन, कतिमा छ कहाँ छ भन्ने कुरा सबै हाम्रो यो तपाईँले पञ्चाङ्गहरू हेर्नुहुन्छ, तिथि भन्नुहुन्छ, त्यो सबै चन्द्रमा र सूर्यको गणनाबाट आयो। त्यस्तो चिजहरूमा चाहिँ चन्द्रमा युज भयो होइन। तपाईँको फलादेश गर्नुपर्छ, तपाईँको बिहा कहिले हुन्छ भन्ने कुरा चन्द्रबाट आउँदैन। तपाईँ फेरि यो हाम्रो त्यो 36 गुण मिलाउने भन्छ नि, गुण मिलान भन्छ, त्यो गुण मिलानमा चाहिँ फेरि चन्द्रमै बढी इम्पोर्टेन्ट हुन्छ। त्यो के हो त, तपाईँको मेन्टालिटी मिलाएको छ कि छैन भन्ने हो कि। तर शारीरिक रूपमा मिलाएको छ कि छैन साँच्चीकै भन्ने कुरा चाहिँ फेरि लग्नैबाट आउँछ। त्यही भएर पहिला तपाईँको डाटै छैन, धेरै चिज कति बजी जन्मियो नि थाहा छैन, थाहा छ 10 गति जन्मिया चाहिँ थाहा छ, बिहान दिउँसो बेलुका नि थाहा छैन भने चन्द्रमाबाट हेर्न मिल्छ। तर एक्युरेटी के हो त एकदमै लो हुन्छ क्या। कहिले त्यस्तै परिस्थितिहरूमा थाहै नभएको मान्छे रहेछ भने मात्रै हामीले चन्द्रबाट हेर्छौँ, चन्द्र लग्नबाट पनि हेर्छौँ। तर धेरै फलादेश चाहिँ लग्नबाटै आउँछ। त्यही त। तर लग्नबाट गर्नलाई चाहिँ अलिकति एक्युरेसीको टाइम लाग्ने यताउनि भएको भएर चाहिँ मलाई चाहिँ कस्तो अनुभूति भइरहेछ भने प्र्याक्टिसनर साथीहरूले लग्नबाट अलिक कम हेर्नुहुन्छ कि, किनभने आजकल त सजिलो छ नि त, तपाईँले हाल्यो त्यही चिज उसले आफैले पनि आफ्नो उसमा अब त यो एस्ट्रोफ्युजनमा पनि राख्न आउँछ होइन, त्यो त्यहाँ राखेर तपाईँको नै हेर्न आएपछि उसले आधी उधी त बुझिसकेको छ कुरो। त नबुझ्ने चाहिँ भाषा के छ भने तपाईँको यो घरमा यो छ, यसले यहाँ हेरेको छ, यसले यो छ, यसको यो युति छ, यो दशा सुरु छ भनेर जुन एउटा टेक्निकल वर्डहरू भनिन्छ त्यो चाहिँ बुझ्दैनन् होइन। लग्नमा चाहिँ कसरी भनिन्छ त, लग्नमा चाहिँ किन नगर्ने? जस्तो तपाईँलाई आएर चाहिँ सेवाग्राहीले मेरो यो लग्नैबाट हेरोस् भनेर भन्छन् कि मेरो चिना देखाउनु भनेपछि तपाईँ उहाँले चाहिँ डेट र टाइम दिनुहुन्छ। यसमा चाहिँ मैले अलिकति आवाज उठाउनु पर्ने वा अलिकति शिक्षा दिनुपर्ने जरुरी के छ भने पुरोहित गर्नुभएको पूजाआजा गर्ने भएको मान्छेहरूले पनि कतिले पञ्चाङ्ग हेर्न नजान्ने हुँदो रहेछ क्या। त्यो चाहिँ अब अनफर्चुनेट हो है, सबैले जान्नै पर्छ भन्ने। मेरो चाहिँ मलाई त कतिसम्म मेरो आवाज हो नि, मेरो मम्मीसँग नि मैले यो कुरामा डिस्कस गर्छु, कुरा गर्छु, किनभने उहाँ त कोर्स बनाउने पार्टमा नि हुनुहुन्छ, त्यत्रो उसमा हुनुहुन्छ। कल्चर पढ्ने मान्छेले सबैले चाहिँ पञ्चाङ्ग हेर्न जान्नै पऱ्यो। अझ त्यति मात्रै होइन, म त के भन्छु भने तपाईँलाई जियोलोजी पढाउँछ, जोग्राफी पढाउँछ, हिस्ट्री पढाउँछ नि त, सब्जेक्ट त छ त। जब 1 सेमेस्टरको भनौँ न, सेमेस्टर नभए तापनि 1-2 महिनामा नि तपाईँले साधारण पञ्चाङ्ग हेर्न चल्नु नि सक्छ, सिक्न सक्छ। हाम्रो त धर्म त छ नि त, ज्योतिषशास्त्र होला नहोला तपाईँले हुँदैन भन्न पाउनु होला, तर पञ्चाङ्ग त छैन भन्न पाउनु हुँदैन नि त। पञ्चाङ्ग त छ, तिथि त मिथि छ, पूर्णिमा त हुन्छ, औँसी हुन्छ, दसैँ मनाइन्छ, तिहार मनाइन्छ, फेस्टिभल के हो त, कल्चर के हो त भन्ने विषय चाहिँ एउटा एसएलसी भन्दा तलै उमेरमा 7-8 क्लासको बच्चाले नै बुझ्ने खालको म्याथ हो। यो सिम्पल छ, साधारण भाषा। त्यो मैले डेप्थमै जानुपर्छ, ज्योतिष हुनुपर्छ भन्नु खोजेको छैन, त्यो सबैले बुझ्नै पर्छ। यो चाहिँ के होइन त, यो चाहिँ गुप्त विद्या होइन। जब तपाईँ पञ्चाङ्ग हेर्न जानुहुन्छ त्यो गुप्त विद्या भने त्यो सबैले जान्नै पर्छ भन्छु म चाहिँ। यदि समाज सोसाइटीमा हामी बस्छौँ, हामी यदि धार्मिक सोसाइटीमा बस्छौँ भने होइन, तपाईँको धर्मको अब चाहे त्यो मुसलमानै होस्, मुसलमानले पनि के गर्छ त हजुरलाई हामी थाहा छ नि त, फेस्टिभल हेर्दा उनीहरू चन्द्रमा हेर्नुपर्छ भनेपछि त ज्योतिषशास्त्र मान्छे खानै पाउँदैन, सर्छ होइन। हाम्रो क्यालेन्डरै थाहा हुँदैन, एक दिन अगाडिसम्म बिदा कहिले थाहा हुँदैन, तलमाथि हुन्छ भनेपछि हामी त पुरै डिपेन्डेन्ट केमा छ त, ज्योतिषशास्त्रमा त छौँ नि त। त्यही भएर ज्योतिषशास्त्र एज अ सुरुको बिगिनिङ पार्ट एटलिस्ट पञ्चाङ्गसम्म चाहिँ सबै मान्छेलाई, जनमानसलाई पनि थाहा हुनुपर्छ भन्ने चाहिँ मेरो आवाज हो। हजुर। अब यसमा नि यो चिजको मलाई एउटा तपाईँ अर्को के चाहिँ मलाई सम्झना आयो भने जस्तो यो एउटा सिस्टममा गइरहेछ, परमात्माको एउटा आदेश हुन्छ, यो हामी एउटा परम्परामा हामी गइरहेको छौँ, जे लेखेको छ त्यही हुनुपर्छ भन्ने एउटा सिद्धान्तलाई एक्सेप्ट गरेर हामी गइरहेको हुन्छौँ होइन। ज्योतिषहरू तपाईँहरू जस्तो एउटा चाहिँ प्रोफेसनल मान्छेहरूले त्यसलाई एक प्रकारको रेमिडिज गरेर अलिकति रिस्क म्याच गरिदिएर अथवा केही हुने चिजहरूमा चाहिँ अलिकति त्यसको चाहिँ रिटेन्सन दिन सक्ने अवस्थाको प्रयासहरू गरिदिनुहुन्छ होइन। त्यो गर्दै गर्दाखेरि चाहिँ होल जुन सिस्टम छ त्यसमा एउटा बनेको एउटा चाहिँ परमात्माले बनाएको, हाम्रो चाहिँ आदिशक्तिले बनाएको एउटा चाहिँ इको सिस्टम छ नि, त्यो इको सिस्टममा केही चिजहरू बिग्रिँदैन। यो चाहिँ ठ्याक्कै हामीसँगै मिल्ने भनेको मैले डक्टर भने नि, अहिले पनि डक्टरले पनि त मर्नै लगाएको मान्छेलाई त बचाइदिन्छ नि त। उसले त प्रकृतिको नियमै ब्रेक गर्यो नि त, प्रकृतिले त जन्मेको मान्छे मर्नै पर्छ भनेको थियो, ऊ मर्नेमा लगाएको मान्छेलाई बचाइदिएछ, 10 वर्ष एक्स्ट्रा बाँच्ने भयो। उसको छोरा त टुहुरो हुनुपर्ने थियो, टुहुरो भएन भने चाहिँ सबै सिस्टम बिग्रियो। सो त्यही भएर हामी चाहिँ जस्ट एउटा कर्ता मात्रै हौँ। मान्छेले केही डिरेक्सन लिन आउँछ भने हामीले उसलाई हाम्रो तर्फबाट सक्ने जति गर्ने हो, तर त्यो पनि हाम्रो हातमा छैन सबै चिज। त्यही भएर कहिले प्रिडिक्सनहरू मिल्दैन, कुनै बेलामा हाम्रो फेल खान्छ। मैले भने 70-80% मात्रै मिल्छ, किनभने 20-30% फेल खाएका हुन्छन् क्या। 100 जनामा 2-3 जनाले त मिलेन पनि भन्नुहुन्छ, किनभने कतिले त समय नै गलत दिनुभएको हुन्छ, कतिचोटि हामीलाई पनि त्यो सिद्धि पुगिरहेको हुँदैन होइन। त्यो मैले जुन बाघसिद्धिको कुराहरू राख्छु त्यो म्याथमेटिक्स मात्रै होइन, म्याथमेटिक्स मात्रै भएको भए त सधैँ मिल्थ्यो नि त। मैले भनेको 70% किन भन्नु पर्थ्यो, 30% कहाँ गयो त नि होइन। त्यो बाघसिद्धि ऱ्याङ्क 90%सम्म पनि मैले सुनेको छु। त्यो त अरूले भन्नु, म चाहिँ त्यसरी चाहिँ ऱ्याङ्क गरेको छैन होइन। तर साँच्चै के भन्नु, मलाई लाग्दाखेरि चाहिँ यसो सोद्धाखेरि चाहिँ 70-80% चाहिँ मिलिरहेकै नै हुन्छ
थाहा हुन्छ नि त किनभने त्यो मान्छेले भनिरहेकै हुन्छ उसले यस्तो भयो पनि पछि पनि भन्नुहुन्छ किनभने त्यो एकचोटि हेर्ने बेलामा त जसले नि हो त भनिहाल्छ तर पछि 1 वर्षपछि 2 वर्षपछि फिडब्याक आउँछ नि त्यो बेलामा चाहिँ बल्ल कन्फिडेन्स हुन्छ क्या किनभने तुरुन्त त हो भनिहाल्छ नि त मान्छेले होइन त्यही भएर त्यो चाहिँ खुसी लाग्छ कति कुराहरूमा चाहिँ हजुर अब तपाईँहरू त अहिले रानीबारीमा बस्नुहुन्छ है रानीवनको यतापट्टि मलाई दिजुले भनिसकेको थियो त्यो बेलामा सोको बेलामा त्यसको नेक्स्टमा नागार्जुन नेसनल पार्क छ त्यहाँनिर छेउमा चाहिँ हाम्रो सबैभन्दा प्राचीन पचेली भैरवको मन्दिर छ एकदमै प्राचीनको एकदमै जागृतको होइन त्यसको आफ्नो खाले एउटा महत्त्व छ त्यसको आफ्नो खाले एउटा सोसाइटीमा जसले जुन एरियामा उहाँको चाहिँ त्यहाँ कुलदेवताको रूपमा देवालीको रूपमा गरिन्छ त्यता महत्त्व छ तर सबभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ मैले थाहा पाएको भने त्यहाँ जनी पूर्णिमाको बेलामा त्यहाँ चाहिँ एकदमै ठुलो मेला लाग्छ अनि त्यो मेलामा चाहिँ करिबन 500 प्लस त्यसमा पनि अधिकांश चाहिँ महिला नानीहरू छोरीचेलीहरू चाहिँ नयाँ झाँक्री भन्छन् अर्को विभिन्न समुदायको अरू समुदायको स्पेसली तामाङ समुदायहरूले त्यहाँ आएर त्यो लेभलको कन्भोकेसन गर्छन् भन्ने तपाईँको घरको अलि माथि छ भन्ने किसिमको त्यो सुनेको छु होइन म त जानु पाएको छैन मलाई थाहा छ त्यो ठाउँ कहाँनिर छ थाहा छ मलाई होइन त्यस्तो भाइब्रेन्ट ठाउँमा तपाईँ बस्नु भएको छ तपाईँहरू होइन त्यहाँको एनर्जीलाई चाहिँ तपाईँले कसरी फिल गर्नुहुन्छ यसमा मैले ठ्याक्क पहिला ज्योतिषको एउटा चिज जोडिहालेँ होइन मैले ज्योतिष पढ्दाखेरि चाहिँ अलिअलि पढिरहेको थिएँ युट्युबबाट कोर्स लिइसकेको थिइनँ अनि वास्तु चाहिँ अब एज इन्जिनियर अलिअलि पढ्नु पर्थ्यो बिल्डिङ डिजाइनहरू आउँथ्यो अनि वास्तु अलिअलि थाहा थियो वास्तु थाहै नभएको चाहिँ होइन पढ्नै पर्थ्यो इन्जिनियर कतिलाई चाहिँ सिकाउँछ भने डिजाइन गर्दा अनि मैले आफैले डिजाइन गरेँ आफ्नो घर यो घरसँग किन सम्बन्ध छ भन्दाखेरि घरको डिजाइन त मैले गरेँ हो नि त मैले 6 महिना लगाएर कहाँ के गर्ने कसो गर्ने महिनौ दुःख गरेर पढेर पहिला इन्जिनियरिङ पढिसकेको मान्छेले नि फेरि बिल्डिङको लागि बनाएर एउटा घरको नक्सा तयार पारेँ घर बन्यो त्यसपछि बिस्तारै कोभिड भयो त्यसपछि ज्योतिषशास्त्र पढ्न थालेँ पढ्दै गएँ ज्योतिषशास्त्र पढ्दै जाँदाखेरि के थाहा हुन्छ हजुरको यो कुरामा कसरी जोडे मन्दिरसँग भन्दा मन्दिर घरको कतापट्टि हुन्छ गुरुले चाहिँ तपाईँले के देखाउँछ मन्दिर धर्म देखाउँछ नि त गुरुको डिरेक्सनतिर जानुभयो भने तपाईँले चिना हेर्नुभयो भने साधारण एकदम सिम्पल प्रिडिक्सन हो यो र गुरुको प्रपर्टी के छ त्यो अनुसार हुन्छ कसैको घरको उत्तरतिर चाहिँ मस्जिद हुनु पनि सक्छ नि त चर्च हुनु पनि सक्छ नि त त्यो सबै चिज चाहिँ चिनाबाट आउँछ है अब मेरो घरको केसमा अब यो मान्छेले कोइन्सिडेन्स हो कि साँच्चीकै हो कि मलाई पनि कहिले अचम्म लाग्छ त्यो घर त मैले बनाएको नि त डिजाइन त मैले गरेँ हो नि त मैले त त्यो बेलामा ज्योतिषशास्त्र पढेकै थिइनँ मैले त वास्तु पढेकै थिइनँ तर मेरो जहाँ चिनामा जे इलिमेन्ट जहाँ छ त्यो ठाउँमा त्यस्तै हुन्छ जुन ठाउँमा मेरो चन्द्रमा छ त्यही ठाउँमा पोखरी छ क्या घरमा त्यो पोखरी मैले जहाँ पनि बनाउन सक्थेँ मेरो घरमा ठुलो जग्गा थियो जता बनाए नि हुन्थ्यो दायाँ बनाए नि हुन्थ्यो बायाँ हुन्थ्यो उत्तर दक्षिण जता बनाए नि हुन्थ्यो नि त तर मेरो चन्द्रमै भएको ठाउँमा बनाएँ होइन अब यो कुरा चाहिँ किन पछाडि भइरहेको मन्दिरसँग मिल्यो भने ठ्याक्क त्यहाँ पनि मेरो गुरुको डिरेक्सन जता छ चिनामा त्यही ठाउँमा गएर मन्दिर छ त्यो पनि कस्तो मन्दिर भन्दा जुन चाहिँ हाई इनर्जीवाला छ हजुरले भने जस्तो त्यो चिनाबाट पनि देखिन्छ क्या अचम्मको कुरा चाहिँ चिनाबाट यो मान्छे यस्तो ठाउँमा गएर बस्न जान्छ र त्यो मान्छेको एक्टिभेसन अफ हाउस चाहिँ त्यसरी हुन थाल्छ र तपाईँले भने जस्तो त्यहाँ चाहिँ मतलब नम्बर त थाहा छैन कति 5-6 हजारको त्यहाँ आउनुहुन्छ थुप्रो आउनुहुन्छ ठुलो बलि पनि चढ्छ त्यहाँ अनि ठुलो होम गरेको जस्तो त्यो एकदम आगोहरू पनि रुखहरू बाल्छ अब त्यो नेसनल पार्क भएर आर्मीले अरू बेलामा चाहिँ त्यति धेरै मुभमेन्ट गर्न दिँदैन बिहान मात्रै 2 घन्टा 3 घन्टा खुल्छ मन्दिर त्यहाँ पनि धेरै मान्छेहरू बिहान सबै बालाजु एरियाको धेरैजना आएर दर्शन गर्नुहुन्छ हाई इनर्जी छ त्यहाँ चाहिँ त्यो फेस्टिभल टाइम चाहिँ हजुरलाई चाहिँ म आउनु नै भन्छु अर्को पालि म जसरी पनि सम्झाएर बोलाएर हेर्न लायकको नै हुन्छ त्यहाँ होइन त्यो मलाई एकदमै किनभने हामी चाहिँ नर्मली काठमाडौँमा पचेली भएर भनेपछि हामी टेकुमा जान्छौँ त्यो पछि सारेको इनर्जी उ गर्नको लागि भन्ने सुनेको थिएँ मैले हजुर 2 थरी छ टेकुको भैरवको अर्कै कुरा छ यहाँको पचेली भैरवको कुराहरू किनभने यो अब नागार्जुन आफैमा सबैभन्दा ठुलो एनर्जेटिक वन हो क्या त्यहाँ बुद्धकालीन अवस्थामा नागार्जुन आफैले आएर चाहिँ त्यहाँ साधना गर्नुभएको तपाईँलाई थाहै छ नि त हाम्रो तपोवन त्यही छ नि त नागार्जुनको पछाडिपट्टि छ र नागार्जुनसँग आउनुभएको चाहिँ कतिपय उहाँसँग आउनुभएको चाहिँ अरू साधकहरूको जाडोले मृत्यु भएर चाहिँ जुन तलपट्टि त्यो एरिया छ नि थुम्को त्यहाँ गाडिएको भन्ने कुरा छ नि त त्यो तपोवनमा किनभने त्यो लेभलको एनर्जीलाई मात्रै ब्यालेन्स गर्न सक्ने भएको भएर हाम्रो आश्रम त्यहाँ तपोवनको खोलेको भनेर स्वामीजीहरूले भन्नुहुन्थ्यो त्यो बेलामा होइन अनि यो जुन एनर्जीको जुन तपाईँसँग मैले कुरा गर्दाखेरि मैले चाहिँ के फिल पाएँ भने विशाल भाइ तपाईँले चाहिँ तपाईँ एनर्जी तन्त्र बारेमा चाहिँ अलिकति रोकेर कुरा गर्नुहुँदो रहेछ त्यतापट्टिको चाहिँ तपाईँको विश्वासलाई अझै पूर्णता पाएको छैन त्यो चिजलाई होइन तर त्यसलाई चाहिँ के छ भने तपाईँकै भाषामा भन्दाखेरि पनि ऊर्जा त छ नि त ऊर्जाको कुरा त छ
होइन एक्टिभेट ऊर्जाको बारेमा चाहिँ जुन तपाईँले देख्नुहुन्छ जुन खाले किसिमको मान्छेको चाहिँ कुन कुन घरमा कुन कुन बसेको छ यसले चाहिँ कुन पेसा गर्न सक्ने छ भन्ने किसिमको तपाईँले भन्न सक्नुहुन्छ नि होइन यतापट्टिको चाहिँ यो तन्त्रपट्टिको चाहिँ तपाईँलाई स्कुलिङ त्यो फेमिलीमा भइकन पनि तपाईँलाई त्यतापट्टिबाट चाहिँ आकर्षण किन नभएको होला त यस्तो मलाई चाहिँ के लाग्छ नि हरेक चिजको समय हुन्छ भने जस्तो अब मेरो ठ्याक्क अब केतुको दशा सुरु हुन लाग्यो होइन केतुको दशामा अब त्यो केतुले चाहिँ डिट्याचमेन्टतिर लानु पऱ्यो यसको चाहिँ के होइन त यो त सांसारिक चिज त होइन नि त सहिलोसँग म एकदम घरमै बसेर रमाएर सुखी हुँदैमा सबै चिज प्राप्त हुँदैन कति चिजको लागि चाहिँ साधना नै गर्नुपर्छ त्यो साधना गर्ने बेला हुनु पऱ्यो सबै चिज चाहिँ सबै दशा सानै उमेरमा सुरु हुनुपर्छ भन्ने छैन मलाई लागेको है हजुरले भनेको ठ्याक्क क्वेसन एन्सरमा चाहिँ मेबी मेरो चाहिँ अब बेला आयो कि त होइन आज म तपाईँसँग भेट्न पाउनु यो सोमा आउनुको लागि पनि त पहिले सो भएको त यत्रो वर्ष भइसकेको थियो नि त सुरुमा किन भएन त यसको त समय जुड्नु पऱ्यो नि त त्यो इनर्जी छ तर सत्तै त्यो इनर्जी सत्तै एक्टिभेट हुन्छ भन्ने जरुरी थिएन त्यसको बेला आउँदैछ होला नि त सो त्यही भएर म चाहिँ त्यसरी लिन्छु ज्योतिष भएपछि जहिले पनि त्यस्तै लिन्छ अस्ति एकचोटि गाडीलाई मोटरसाइकलले हान्यो पुलिस स्टेसन जानुपर्ने भयो क्या केही न केही दशा त थियो छोरी पनि गाडीमा थिए लिएर गएँ पुलिस स्टेसनले गाडीभित्र छिर्यो भनेपछि अब मेरो त्यो दशा त घट्यो नि त म त्यहाँ जानु नै थियो क्या अब ज्योतिष भएपछि के भयो गाडी हान्दाखेरि कुचिँदा नि खुसी भयो क्या होइन किन खुसी भयो भन्दा गऱ्यो नि त कुनै चिज त हुनै पर्ने थियो भयो ठुलो कुरा भएन ठुलो काण्ड केही भएन जे पनि हुनसक्थ्यो होला सानो चिजले पनि टर्यो कुनै चिजको चाहिँ समय हुँदो रहेछ त्यो समयमा चाहिँ त्यही चिज हुन्छ भनेपछि समय आउँदैछ अनि अब यो जुन हामी जस्तो तपाईँसँगको मलाई फेरि तपाईँको एनर्जी र तपाईँको चाहिँ तपाईँले त विश्वास गरिहाल्नुहुन्छ हामीहरू चाहिँ पूर्वजन्म पनि छ पूर्वजन्मको भागभोग अहिले लिएर हुनुहुन्छ पूर्वजन्मको धेरै चिजलाई हामीले अहिले चाहिँ काट्नुपर्छ हजुर होइन तन्त्रको पनि करिब फिलोसफी त्यही नै हो किन पहिला चाहिँ एउटै व्यक्तिले सबै चिज जान्थे होइन अहिले हेर्दाखेरि अब जस्तो हामी सो चलाउँदा गर्दाखेरि चाहिँ अब अलिकति बेसिक नलेज तन्त्रको बुझिन्छ पढ्नुपर्छ पढिन्छ होइन तर मोस्टली ज्योतिषहरू र मोस्टली तान्त्रिकहरूले आफूलाई वास्तुविद पहिला भन्छन् किन त्यसपछि घरमा छिर्यो नि हो एकजना मान्छेको चिना हेर्नुभन्दा घरको चिना हेर्नु घरको सम्पूर्ण एनर्जी हेर्नु र घरको एनर्जीलाई एलाइनमेन्ट मिलाउनु भनेको छ एउटा चाहिँ बिजनेसको हिसाबमा पनि अलिक ठुलो भाइबल हो नि हो यहाँ मेरो तपाईँलाई प्रश्न चाहिँ के छ भने जस्तो ज्योतिषहरू मन पर्छन् ज्योतिषहरूले चाहिँ एउटा चाहिँ अब सिधा भाषा भन्दाखेरि सम्मान विद्या पनि जानेको हुन्छ उनीहरूले र उनीहरूले भन्न खोजेको र सुन्न खोजेको कुराहरूलाई पनि सुनाएर चाहिँ त्यहाँनिर आफ्नो कामलाई चाहिँ सत्य गर्छन् भन्ने किसिमका एउटा खाले नेरेटिभ चाहिँ नेपालमा मात्र होइन यो सबैतिरको ज्योतिषमा चाहिँ यो स्थापित छ क्या यो तपाईँ आज प्र्याक्टिसनर आफूले हेर्दाखेरि चाहिँ तपाईँ अगाडि बसेको मान्छे जस्तो म अगाडि छु नि तपाईँको मेरो मन कतिको पढ्नुहुन्छ यो चाहिँ कस्तो भने इथिक्स भन्छ नि हाम्रो इथिक्स भन्ने शब्द चाहिँ किनभने शिष्टाचार पनि हो सबै पनि हुनुपर्छ सबै चिज मिल्छ भन्ने जरुरी छैन 10% मिस्टेक हुँदाखेरि पनि ज्योतिषले सानो एउटा बोल्दाखेरि मान्छेको जिन्दगी परिवर्तन हुनसक्छ त्यही भएर कोल्ड ट्रेडिङ भन्छ क्या भनेको तपाईँलाई चाहिँ म चाहिँ सकेसम्म कोही मान्छेको कताकति के पनि नसोधिकन सकेसम्म आफ्नै बारेमा पहिला सर जे जस्तो चिनाबाट आउँछ त्यो चिज भनिहाल्नु खोज्थेँ कि पहिला चाहिँ सुरुमा मैले प्र्याक्टिस गर्दाखेरि खतरा मिलाउन भन्ने एउटा त्यो जोस आउँछ नि त यङ इनर्जीमा त सुरुमा भर्खर सिकाएको छु म मिलाइदिन्छु ठ्याक्कै मिलाइदिएँ म खतरा भएँ भन्ने हुन्थ्यो तर एउटा पार्टमा पुगिसकेपछि चाहिँ यो विद्या भनेको त मिलाउने मात्रै होइन रहेछ होइन मानिसलाई के गर्ने हो त मार्केट निर्देशन हो नि त यो त डिरेक्सन हो नि त भनेपछि कहिले के गर्नुपर्ने हुन्छ सर्टेन चिजहरूलाई चाहिँ हामीले पनि फिल्टर आउट गर्नुपर्छ मन बुझेर त्यो मान्छेले के खोजिरहेको छ उसको डिरेक्सन के हो चाहिँ परमात्माले हामीलाई पनि फेरि त्यो इनर्जी दिइरहेको हुन्छ कि यो मान्छे चाहिँ बाटो भाटिरहेको छ हराइरहेको छ त डिभोर्सकै कुरा बुझाउनु सहिलो हुन्छ मानिसको श्रीमानको झगडा हुँदैमा आजको भोलि डिभोर्स हुन्छ त हुँदैन नि त अदालतले पनि तपाईँले अहिले गएर फाइल बुझाउनु भने 1 वर्षपछि आइज भन्नुहुन्छ 2 जना छुट्टै बस 1 वर्ष बस अनि आइज भन्छ किन भनेको त ज्योतिषले पनि त्यही गरेर त छ नि ज्योतिषले पनि के गर्नु पऱ्यो त हामीले कुर्नु पऱ्यो हेर्नु पऱ्यो बुझ्नु पऱ्यो उसको भावना के हो उसले किन झगडा गरिरहेछ उसको झगडा के कारणले भएको छ अल्टिमेटली उसको डिभोर्स नै हुने हो कि वा सर्टेन टाइमको लागि मात्रै हो होइन हामीले मनोभावना पनि बुझ्नुपर्ने एकदम जरुरी हुन्छ पहिला मैले भने सिधै पिडिएफ बनाउँथेँ अनि त्यो पिडिएफमा सबै चिज लेखेर दिन्थेँ अनि अझै पनि कतिजना भोइसले पठाइदिनु न भन्नुहुन्छ क्या भोइसले पठाएर हुँदैन त्यो रोबोट भइहाल्यो नि मेरो एआईले गर्छ त्यो त होइन भोइसले त कम्प्युटरले भन्ने भने कम्प्युटर होइन नि त हामी त मानव हो नि त मानवबाट मानवको लिङ्क हुनु पऱ्यो कनेक्सन हुनु पऱ्यो इमोसन बुझ्नु पऱ्यो तपाईँले मलाई के भन्न खोज्नु भएको छ तपाईँलाई के चाहिरहेको छ त्यो भावना बुझेर त्यो मर्म बुझेर अनि त्यो संसारको प्रश्न उत्तर हुनु पऱ्यो क्या यो चाहिँ एकदम सत्सङ्गको खाँच्चीकै भन्ने हो भने 1:1 एकदम क्लोज सत्सङ्ग हो त्यही भएर ज्योतिष कहिले खराब पर्दाखेरि गलत सत्सङ्गमा नै मान्छे लाग्न सक्छ त्यही भएर राइट डिरेक्सन दिनु पऱ्यो नि त उसले रङ डिरेक्सन दिनु भन्दा तपाईँको जिन्दगीको बाटो त मोडिने रहेछ
होइन खराब मान्छेमा पऱ्यो त बस एक्सिडेन्ट पनि हुनसक्छ नि त त्यसै गरी ज्योतिष चाहिँ एकदमै राम्रो मान्छे मात्रै ज्योतिष हुनुपर्छ भन्ने हो क्या सबै मान्छे चाहिँ के होइन त ज्योतिष हुनको लागि जन्मेको होइन सबैले ज्योतिषशास्त्र पढ्नुपर्छ भन्ने छैन त्यो गुप्त विद्या नै हो ठिक छ सबैले विश्वास गर्नुपर्छ भन्ने पनि छैन तर जसले लाग्नु भएको छ जो लाग्नु भएको छ त्यो मनबाट लाग्नु पऱ्यो किनभने त्यो ठुलो शक्ति हो यति पावर यति शक्ति अरू केहीमा पनि छैन होइन यो चाहिँ शक्तिहरूमध्येमा मान्छेको जिन्दगी परिवर्तन गरिदिन सक्ने पावर भएको चिजलाई जिस्किएर हुँदैन हाँसेर पार्टीमा भेटमा हुन्छ कहिले साथीभाइ हुन्छ ए मेरो हेर्दैन भनेर आउँछन् होइन किन मान्छेलाई रहर लाग्छ सबैको आफ्नो आफ्नो इच्छा हो नि त सबैलाई आफ्नो बारेमा जान्न रहर लाग्छ तर त्यो चाहिँ गलत हो भन्छु म चाहिँ किनभने साधारण आउने चिज हो यो सहिलोसँग प्राप्त भएको विद्या होइन कसैको जिन्दगी परिवर्तन गर्नलाई दिएको चिज छ भने तपाईँको तरबारको दुईतिर धार छ भने तपाईँलाई पनि कहिले कहिले काट्छ नि त थिच्नुभयो भने त अरूलाई काट्छु भनेर थिच्नुभयो त आफूलाई पनि काट्यो नि त दुईतिर भयो त त्यही भएर कहिले कहिले ब्याकफायर पनि हुनसक्छ एकदम यो विद्यालाई चाहिँ जिस्किएर चाहिँ नलिउँ भन्छु है म चाहिँ हजुर अनि यो जुन खाले किसिमले प्रिडिक्सन गर्नुहुन्छ होइन हुन त अब यो हामीले कुरामा एउटा बहिनीको बिहाको कुरा त हामी गऱ्यौँ होइन कन्फिडेन्सियल कति राख्नुहुन्छ तपाईँले एकदम कन्फिडेन्सियल राख्नुपर्छ यो चाहिँ लाइक किनभने अहिले त भनिहाल्यो त्यो त मान्छेको जो पनि हुनसक्छ मैले गरिसकेपछि बुझिसक्छ त्यही पनि तपाईँको ओशो सन्यासी नै मैले त्यहाँ मलाई एउटा ओशो सन्यासीकै कुरामा एउटा जोड्न मन लाग्छ सानो कुरा त्यहाँ मैले कतिजनाको चिना हेर्नु पऱ्यो त्यहाँ त बसी सबैले चिन्नु हुँदो रहेछ अब त्यो अलिकति भाइरल भइसक्यो टिकटक धेरै चिन्नु अनि मान्छेहरू आइहाल्नुहुन्छ जिस्केर भए पनि मान्छेलाई रहर लाग्छ केही भनिदिनुहोस् भनेर अनि त्यहाँको बरु मेरो प्रिडिक्सन मिलेन क्या धेरैजनाको मिलेन अनि मलाई अचम्म लाग्यो कस्तो नमिलेको के भयो म त अर्कै साधनामा गएको थिएँ नि त अर्कै उसमा जोनमा थिएँ उहीँ त्यहाँ पनि हेर्दा मिलेन अनि पछि मैले उहाँहरूसँग पछि कुरा गरेँ के भयो भन्दाखेरि मैले भनेको नमिलेको होइन कि मान्छे परिवर्तन भयो भनेको चिना मात्रै सब थोक होइन रहेछ कि मैले भनेको क्यारेक्टर उहाँहरूको थियो पहिला भनेपछि साधनाले तपाईँलाई के गर्न सिकायो त परिवर्तन गर्न सिकायो नि त परिवर्तन एउटा मान्छे अर्कै चाहिँ हुने होइन होइन गाईलाई धोएर त्यो गोरु के अरे हुँदैन भन्ने चलन जस्तै अर्कै चिज जनावर हुने होइन तर एटलिस्ट तपाईँ रिसा हुनुहुन्छ भने रिस कन्ट्रोल गर्नु सक्नुहुन्छ है तपाईँको मङ्गल खराब छ भने मङ्गलले सबै नेगेटिभ रिजल्ट दिन्छ भन्ने छैन उसले तपाईँलाई के आएको त जन्म हामी तपाईँले पूर्वजन्मको कुरा गर्नुभयो हामीलाई यो दुनियाँ तपाईँलाई सिकाउन आएको तपाईँले सिक्नुभयो तपाईँले मान्नुभयो कि हो मेरो गल्ती थियो म रिसाएको थिएँ मेरो कमजोरी थियो भनेर तपाईँले जुन दिन स्वीकार्नुभयो नि स्वीकारेको भोलिपल्ट थियो मङ्गललाई मतलबै छैन अब मङ्गल तपाईँलाई बिगार्न आएको होइन कि शनि तपाईँलाई दुःख दिन आएको होइन तपाईँको कर्म के हो त त्यो बुझाउन आएको तपाईँको धर्म के हो त्यो बुझाउन आएको तपाईँले जुन दिन बुझ्नुभयो त्यो दिन सकियो हो केही पनि कुनै पनि ग्रहले केही पनि तपाईँलाई नेगेटिभ रिजल्ट दिँदैन कि ओके कस्तो राम्रो अनि यो जुन तपाईँको एस्ट्रोफ्युजनको हामीले कुरा गरेका छौँ होइन यो चाहिँ कस्तो कतिको युजर फ्रेन्डली छ यो कस्तो छ यसको बारेमा चाहिँ कस्तो यसको अलिकति यसको डिस्क्रिप्सन कस्तो छ भन्नु कस्तो छ भने अहिले त अब एआईले गर्दा सफ्टवेयर धेरैलाई बनाउनु सजिलो छ होइन चाँडो बनाउन सक्नुहुन्छ तर मैले त एआई आउनुभन्दा धेरै अगाडि बनाएको हो मेरो मुख्य उद्देश्य चाहिँ मैले भने ग्रन्थहरूलाई चाहिँ डिजिटल फर्ममा लाने भनेको ग्रन्थमा कुनै श्लोक लेखिया छ भने त्यसलाई म्याथमेटिकल इक्वेसनमा कन्भर्ट गर्नु मिल्छ किनभने सबै चिज म्याथमेटिकल हो ज्योतिष शास्त्रको चाहिँ संस्कृतको हरेक एक श्लोककै के हो त म्याथमेटिकल इक्वेसन हो भनेको कम्प्युटरले प्रोग्रामिङ गर्न मिल्छ एआईले चाहिँ के गर्न सक्छ त त्यसलाई चाहिँ भाषाको रूपमा देखाउन सक्छ त्यो फर्मुला कन्भर्ट गरेर भने मैले मात्रै बुझ्छु हजुरले बुझ्नुहुन्न अरू मान्छेले बुझ्दैन मैले चाहिँ एस्ट्रोफिजिक्समा के गर्छ तपाईँ डक्टर नै पढेको सबभन्दा राम्रो होइन भने दोस्रोमा नर्स भन्नुहोस् होइन भने तपाईँ समाजसेवक भन्नुहोस् भन्छ क्या त्यसले चाहिँ भनेको मतलब तपाईँको पञ्चम भावमा यो छ भन्दैन त्यो भन्दा जहिले पनि सक्ने भयो त्यो ठुलो कुरो भएन तर त्यो भयो भने के हुन्छ त भनेपछि तपाईँले अब यो विषय पढ्नुपर्छ तपाईँ इकोनोमिक्स पढ्नुहोस् इकोनोमिक्स पढ्दाखेरि तपाईँलाई बढी फाइदा हुन्छ तपाईँको विवाह कहिले हुन्छ भन्दाखेरि कचोटि कस्तो भन्ने ज्योतिषले 20 40 वर्षमा त बिहा गर्छ नि मान्छेले ऱ्यान्डमली एउटा तपाईँको 30मा गर्नुहोस् होइन कि 25 वर्षमा नि एउटा हुने चान्स छ 28मा एउटा हुने चान्स छ र 29मा एउटा हुने चान्स छ यसमध्ये 28 सबभन्दा राम्रो छ यसमा गर्नु भने बेटर हुन्छ ट्रिक होइन यो ट्रिक होइन सबै किताबमै बेस्ड हुनु पऱ्यो पिपिएचएस भन्छ एउटा बृहत पराशर होराशास्त्र सबभन्दा बढी चाहिँ मैले त्यसबाट लिएको छु त्यो सबभन्दा कोर बुक मानिन्छ पराशरीकोमा चाहिँ र यसमा चाहिँ मैले अब लाल किताब भनिन्छ क्या फेरि अब यो चाहिँ अलिकति मोडर्न खालको एस्ट्रोलोजीहरू हुन्छ त्यो पनि हल्का 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 मिक्स गरेको छु किनभने मलाई चाहिँ एउटा मात्रै ग्रन्थबाट रिजल्ट आउँदैन एउटै मात्रै किताब पढेर पनि सकिँदैन जो यस्तो मैले भने सयौँ बुक छ क्या अब केपी भनेर अर्को एउटा सिस्टम छ जेमिनी अर्को एउटा सूत्र छ त्यो सबैलाई मिक्स गरेर हल्का 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 सबैको टच लिएर तर बढी चाहिँ पराशरी किन हाम्रो कुल हाम्रो नेपालमा जुन पाङमा पढाइन्छ मैले जुन गुरुबाट शिक्षा पाएँ उहाँको शिक्षाहरूको ऊ चाहिँ बेस त्यही हो पाङमा पढाइने भनेको चाहिँ पराशरीवाला हो त्यो चाहिँ 80% युज गरेको छु अरूहरूलाई पनि मिक्स गर्दै गर्दै अनि रिजल्ट निकालेको छु कि पाङको गुरु मलाई सम्झना आयो कि पाङको गुरु अहिले पनि होइसिन्छ होला त्यो अलिक भित्रै सीतापालाबाट भित्र जानुपर्ने ठाउँमा त्यो एउटा म पाङै बस्नुहुन्छ उतै बस्नुहुन्थ्यो 2-3 वर्ष अगाडि म एउटा साथीसँगबाट गएको थिएँ लाइभ भनिदिनु भयो यार हजुर हुन्छ हुन्छ होइन कस्तोसम्म लाइभ भनिदिनु भयो भने नि मलाई म त एक त फेरि एकदमै अति विश्वास गरेँ म यो चिजमा म त ओतप्रोतै थिएँ होइन तर अब मैले मेरो चिना लिएर गएको हो मसँग मेरो वाइफ मेरो साथीलाई पनि मेरो वाइफको नाम के भन्ने थाहा थिएन क्या नर्मल थाहा हुँदैन नि त
अनि त्यहाँ फलानु तिमी त तिम्रो त एकदमै मेरो वाइफको नाम सन्ध्या हो क्या तिमी त त्यस्तो सीता जस्तो सन्ध्या छ तिम्रो जस्तो यसरी भनिदिनु भयो अनि मेरो वाइफको नाम सीता होइन नि गुरु भनेको मैले थाहा छ मलाई सन्ध्या मैले त चेक गरेको गुरु कि अलि एजेज हुनुहुन्थ्यो होइन यस्तो फेरि उहाँले चिना यसरी लिने होइन त्यहाँनिर यसरी ढोगिसकेपछि खोल्नु पर्ने के खोल्नु पर्ने मान्छेको हुल मान्छेको लाइन हामीले त एकदम यस्तो फोर्स लाएर गएको यो तपाईँले पाङ भन्नुभयो र उहाँको चाहिँ त्यो पाङमै बस्नुहुन्थ्यो उहाँ पाङको गुरु भन्थ्यो होइन मलाई घर पनि त्यति याद छैन त्यो अलिक भित्र थियो त्यो घर त्यो पानी रेनी सिजनमा गएको थियौँ हामीहरू कस्तो एकुरेसी के अनि उहाँले पनि के भने उहाँले के सिकेकै होइन मलाई त दिनुहुन्छ म त कुरा गर्छु यसरी कुरा गर्ने अनि भनिदिने के न अरू नगर्ने ठ्याक 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 उहाँले प्रेडिक्सन गर्नुभएको मान्छेहरू अहिले गजको पोस्टमा हुनुहुन्छ एकदमै माथिल्लो स्तरको प्रेडिक्सन गरिदिने गुरु के उहाँ अब यो एनर्जी त्यो यो खाले प्र्याक्टिस यो खाले चिजको चाहिँ हामीले अहिले उहाँसँगको कुरा गर्दाखेरिको चाहिँ एउटा चाहिँ पुरानो गुप्त विद्याको प्र्याक्टिसको एउटा लियौँ होइन अहिले तपाईँसँग एस्ट्रोफिजनको कुरा गर्दाखेरि नयाँ मोडर्न टेक्नोलोजी आयो होइन यो दुवैको चाहिँ मर्ज कस्तो छ त यसलाई चाहिँ दुवैजनालाई दुवै चिजबाट चाहिँ बेस्ट अफ द बेस्ट बाहिर कसरी आइरहेछ त्यो पनि कन्टिन्युटी भइरहेको होला यो पनि कन्टिन्युटी भइरहेको होला म यसमा ठ्याक्कै एउटा आजले भने जस्तै मेरो नि एउटा इन्सिडेन्ट छ बागलुङ कालिका मन्दिर हामी घुम्न गयौँ पोखरा केटाहरूसँग साथीहरू थियो 2-3 गाडी गयौँ सबै गयौँ त्यहाँ बिचमा चाहिँ एकजनाले चाहिँ उहाँलाई चाहिँ चढ्ने जसरी देवता चढ्नुहुन्छ उहाँको पनि चढेर उहाँले नि कुनै पनि चिना हेर्ने होइन मान्छे नै हेरेर फेस रिडिङै गरेर सरर भन्न सक्ने अब मलाई त साह्रै इन्ट्रेस्ट लागेको विषय यो 2-4 वर्ष अगाडिको कुरा हो ज्योतिषमा लागिसकेको थिएँ हेर्नै पऱ्यो नि त भेट्नै पऱ्यो भनेर गइयो तर चलन के रहेछ त्यहाँको भन्दाखेरि फलफुल लिएर जानुपर्ने रहेछ हामीलाई नियमै थाहा छैन अब हामी जति नै यो फिल्डमा लाग्यो नि हामी त कोर्स नलेज त हुँदैन सबै कुराको त होइन फेरि बाहिरबाट गएको हो नि त बाहिरबाट गएको हामी त कता घुम्न गएको केटाहरू होइन एकचोटि गइयो झ्याप्चुप लाएर गयो ल हेर्नुपर्छ पैसा दिनु त होला नि भन्ने हिसाबमा त्यसरी सोध्यो क्या त्यो पैसा भन्दा पनि उहाँले चाहिँ त्यो शक्तिको लागि हामीले लिएर आएको चिज छ त्यो चिज चाहिँ प्रसाद लिने रहेछ त्यो कुरै नलेजै भएन हेर्नु चाहिँ अब नलेज नहुँदाखेरि अरूलाई पनि कसरी जानुभयो भने पहिला सुरु सधैँ त्यो खाली हात चाहियो मन्दिर होइन घरमै उहाँको घरमै बस्नुहुन्छ तर घरमै बसे पनि उहाँलाई चाहिँ केही चढाउदिनु पऱ्यो उहाँलाई किनभने देवता चढ्ने भएर उहाँलाई चाहिँ एक्टिभेट हुनु पऱ्यो नि त सधैँ उहाँ यति नर्मल हुनुहुन्छ बोलिरहनु भएको हुन्छ जब उहाँले बोल्न थाल्नुहुन्छ त्यो बेलामा चाहिँ उहाँ चिनेर सरर बोल्न सक्नुहुन्छ होइन अनि हामी सबैले मलाई अरू केटा सबै पोखराका थिए म काठमाडौँबाट गएको म एक त बागलुङ जानै सक्दिनँ काठमाडौँबाट बागलुङ म कहिले जान्छु र कहिले जिन्दगीमा आउने पोखरा आउनु त गाह्रो थियो मलाई म त रिसाएँ एकछिन रिस उठ्छ नि त मान्छे कत्रो आश लिएर गएको छ गइएछ वा यत्रो 100 किलोमिटर पर आइएछ म काठमाडौँबाट आएको यिनीहरू पछि आइरहन्छन् यिनी केटाहरू यिनीहरू यस्तो यङ म त आउनै भ्याउँदिनँ भन्नुभयो अनि उहाँलाई त्यसपछि ठ्याक्कै चढ्यो अनि तपाईँको अबको महिला होइन पुरुष हुनुहुन्थ्यो अनि उहाँले ठ्याक्कै त्यसपछि तपाईँ अबको 4 वर्षपछि फेरि आउनुहुन्छ म कहाँ भन्नु भएको छैन अब 2 वर्ष जो है 2 वर्ष अगाडि कुरो 4 वर्ष तपाईँ ठ्याक्कै आउनुहुन्छ भनेर त्यसपछि अब अरू कुरो त प्राइभेट भयो सबै कुरा उहाँले भन्नुभयो खरर बोल्ने त्यसपछि चाहिँ उहाँलाई कन्ट्रोल हुँदैन उहाँको त्यो बोली बाढीमा उसको आवाजै अर्कै आउँछ प्रेडिक्सनै उहाँले मुखले पनि गरे उहाँले बिचरा उहाँ के हो त एउटा साधक मात्रै हो क्या उहाँले गरेको उहाँको थ्रुबाट आयो तपाईँलाई त्यो गङ्गाको कथा आउँछ नि गङ्गा पृथ्वीमा आउँदाखेरि झर्दाखेरि त कसैले त ठेक्न सक्नु पऱ्यो नि त होइन त्यो ठेक्नको लागि त शिवजीले मात्रै ठेक्न सक्यो हो नि त अरूले सक्ने कुरो भएन भने जस्तै गरी त्यो बाढी पनि कतैबाट आयो नि त तर त्यो भन्नको लागि पनि त त्यो लेभलको मान्छे हुनु पऱ्यो नि त साधक हुनु पऱ्यो तर ऊ साधक भएर उसले भन्न सकेको चाहिँ होइन भन्नु खोजेँ मैले चाहिँ उसलाई पनि कसैले दिइरहेको माध्यम मात्रै हो ऊ चाहिँ के हो त उसको एउटा थ्रुबाट उसले बोलिरहेको छ कि सो यो चिज सबैमा लागु हुन्छ हजुर बागलुङको कुरा गर्दाखेरि त्यो बागलुङको अहिले तपाईँले याद गर्नुभयो होला सोसियल मिडियामा एकजना एकदम ठुलो झाँक्री हुनुहुन्छ हजुर बागलुङको चाहिँ र उहाँलाई भाइरल झाँक्री भनिन्छ एकदमै खतरा खड्का झाँक्री हुनुहुन्छ उहाँ होइन उहाँलाई पनि यति धेरै उहाँको चाहिँ देश विदेशमा उहाँको चर्चा रहेछ देश विदेशसम्म उहाँको ख्याति रहेछ उहाँले पनि ठ्याक्कै उहाँ चाहिँ यो झाँक्री विद्याअनुसारले यो प्रिडिक्सन गर्ने भनौँ न त्योभन्दा अगाडि झाँक्री चढ्ने उहाँलाई होइन त्यो शक्ति चढ्ने शक्ति लिएर आउने अनि उहाँको त्यो म्युजिक उहाँले बजाउने त्यो उहाँको त्यो कल्चरली कुराहरू सबै चिजहरू यस्तो दामी रहेछ उहाँलाई भेट्नलाई मान्छेहरू चाहिँ अब कस्तो नि बागलुङ चाहिँ फेरि अब एकदमै धेरै पहिलेदेखि नै बाहिर जाने जिल्ला हो नि त वैदेशिक रोजगारमा चाहिँ त्यो पनि जापानमा अमेरिकामा जर्मनमा जान सक्ने चाहिँ बागलुङको हुन्छ कि त्यहाँदेखि उहाँलाई भेट्न मात्रै हेलिकप्टर चार्टर गरेर जानुहुन्छ अरे त्यो उहाँ अरू बेलामा साधारण खेती किसानी गर्ने मान्छे तर उहाँ चाहिँ साधक उहाँ चाहिँ फेरि उहाँलाई चाहिँ वन झाँक्रीले लिएर गएर ट्रेन गरेको झाँक्रीको पेसामा बसेको मान्छे होइन उहाँ होइन त जब बस्नुहुन्छ नि त्यो तपाईँले अहिले भने जस्तो मान्छेलाई स्क्यान गर्नुहुन्छ अरे उहाँले
यो भएको भने सबै पहिलाको त मान्छेलाई पहिलाको कुराले त कति के मतलब हुन्छ र त्यही त। अब हुने कुराको बढी इन्ट्रेस्ट हुन्छ नि। तर भन्दै 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 गएर उहाँले भन्नुभएको तेरो यसपछि यो छ, तेरो यसपछि यो छ, तेरो यसपछि छ, तैँले यो गर भनेर त्यति गरिसकेपछि 100%मा 100 मिलाउने भन्ने किसिमको चाहिँ अब मलाई एउटा इच्छा के छ भने म बागलुङ गएर उहाँसँग चाहिँ एउटा सो गर्ने मन छ क्या मलाई। तर यस्तो जो मान्छे यस्तो साधु सबैजना मान्छे मिडियामा आउनु खोज्दैन। होइन उहाँसँग मेरो कुरा हुन्छ, उहाँकै एकजना हुनुहुन्छ हजुर। भाइ। अनि मैले चाहिँ के भने अब हामी अब यो यस्तो किन उहाँ चाहिँ फेरि खड्का कुलको, अनि उहाँको सबै ह्यान्डल गरिदिने एकजनाको भाइ हुनुहुन्छ। अनि हामी यसरी अब अरू होइन नि त, म यसमा त मैले कुनै त्यो चिज गरेको छैन, मैले आफूले समाजमा के खाले कन्ट्रिब्युसन दिन खोजेको मात्रै हो मैले होइन। अनि यो चाहिँ पुस्तान्तरण गर्नुपर्छ हजुर, यसलाई प्रिजर्भ गर्नुपर्छ, यसलाई अर्काइभ राख्नुपर्छ। हामी मार्फत पनि 10-20 हजार मान्छेले हेर्नुहुन्छ, उहाँहरूले पर्सनली यसलाई 50 हजार मान्छेले भन्नुहुन्छ, 5 लाख फ्यामिलीलाई पुग्छ यो। 5 जना मान्छे त्यो दर्शन गर्न आउँछ, त्यो उहाँकोसँगको मेरो त्यो व्यापारिक कुनै पनि चिज होइन। तर थाहा त हुनु पऱ्यो नि। हामी अहिले यहाँ बसेर भेनेजुएलाको कुरा गर्छौँ, क्युबाको कुरा गर्छौँ, हामी इक्वेडरको कुरा गर्छौँ, त्यहाँका सामानिज्मको कुरा गर्छौँ होइन। अनि हाम्रो यहीँ छ त होइन। नेपालमा तपाईँलाई थाहा छ होला यो सैलुङ छ नि, सैलुङको एउटा भित्र गाउँमा हामी एक्चुअली गएको थियौँ हाम्रो एउटा प्रोग्राममा। फर्चुनेटली त्यहाँ कस्तो भने चण्डी पूर्णिमा उधौली मङ्सिरमा हुन्छ नि, त्यो पूर्णिमा हामी पुगेका थियौँ त्यहाँनिर। त्यो पुण्यको बेलामा त्यहाँ त फेरि अब अहिलेको भाषा भन्दाखेरि विश्वभरिको मान्छेहरूको झाँक्रीहरूको कन्भोकेसन हुँदैछ कि। अनि विश्वभरिको झाँक्रीको सङ्गठनको चाहिँ फेरि एकजना हाम्रो भोला गुरु भन्ने एकजना अध्यक्ष हुनुहुँदो रहेछ, उहाँ चाहिँ नेपाली तर इटाली बस्नुहुँदो रहेछ। उहाँले त्यति बेलामा 37-38 कन्ट्रीको 2-3 गरेर त्यत्रो मान्छेलाई त्यहाँ राखेर 7 दिन राखेर ती ठाउँमा राखेर चाहिँ त्यहाँ कन्भोकेसन ठ्याक्क सकेपछि हामी पुगेछौँ कि। हुन त हामी जाँदाखेरि पनि उहाँले त त्यहाँ त इन्ट्री हुन्थेन होला, हामीलाई यहाँ थाहै छैन कि। अनि त्यहाँ उहाँले के भन्नुहुँदो रहेछ भने त्यो पर्टिकुलर ठाउँलाई चाहिँ पृथ्वीको नाभि भन्नुहुँदो रहेछ क्या, सबभन्दा सेन्टर पोइन्ट भनेर चाहिँ त्यहाँ मान्दो रहेछ। त्यहाँ सैलिङ जानुभयो भने सैलिङको पाहाडको अलिकति तल जाएपछि एक ठाउँ छ त्यहाँ जहाँ चाहिँ उहाँहरूले पृथ्वीको नाइटो भन्दो रहेछ। अब यो उहाँहरूको आफ्नो क्यालकुलेसनको विधि हो। अब तपाईँ साइन्सले हेऱ्यो भने अर्कै ठाउँलाई भन्ला होइन, त्यति बेलाको उहाँको क्यालकुलेसन त्यही नै हो। यो गजबको चिजहरू नेपालमा छ होइन। तर अब योमा पुस्तान्तरणको एकदमै धेरै अभाव। एउटा चिजको अब अलि लागि परेर आउनुभएको तपाईँ हुनुहुन्छ, किन तपाईँको फ्यामिली, तपाईँको म्याटेरियल फ्यामिली चाहिँ एकदमै धेरै तन्त्रमा चाहिँ प्र्याक्टिसनरहरू हुन्। तपाईँ आउँदै हुनुहुन्छ, त्यसमा चाहिँ मलाई खुसी लागिरहेको छ। एउटा पुस्तान्तरण त देखिरहेको छ यो होइन। यो सबै चिजहरू र उहाँहरू जस्तो मान्छेहरू अथवा अरू कुनै प्र्याक्टिसनरहरूले तपाईँलाई टेस्ट गर्ने भन्ने किसिमबाट सोध्न त आउनुहुन्छ होइन। मलाई एकचोटि तपाईँले भनेपछि सम्झेँ, एकजना चाहिँ फेमस नै हुनुहुँदो रहेछ उहाँ होइन, मिडिया फिल्डमा लाग्नुभएको। तर उहाँलाई धेरै तन्त्रको यस्तोको विद्या रहेछ, मलाई थाहा पनि थिएन, मैले त चिने पनि थिइनँ, मैले त चिना मात्रै देखाउनु भयो। अनि मेरो चिना पनि म तपाईँलाई अलिअलि आउँछ, म तपाईँको पनि हेर्छु भन्नु, म भर्खर सिक्दै थिएँ त्यतिखेर मैले दिएँ। अनि तपाईँको चाहिँ तपाईँको आमाको एकदम धेरै इन्फ्लुएन्स हुन्छ यस्तो यस्तो छ भनेर उहाँले सर्र भन्न थाल्नुभयो। अनि उहाँलाई खासै धेरै ज्योतिष छ भने त मान्छे होइन, उहाँ त थाहा छ नि त, थाहा पाइहाल्छ 5-10 मिनट कुरा गर्दाखेरि नै। अनि तपाईँले एकदम धेरै प्रिडिक्सन यस्तो गर्नुभयो जुन चाहिँ मलाई नै थाहा थिएन। तपाईँले मैले भने भन्दा बढी भन्नुभयो। होइन मैले चिना त तपाईँले मागेको मात्र हो, मैले त्यो हेरेर भनेकै होइन होइन। तपाईँले भने जस्तो यो लिगेसीमा आइरहेको हो, तपाईँलाई अहिले थाहा नै भएको छैन भन्नुभयो। त्यो 5 वर्ष अगाडिको कुरा क्या हो यो। म भर्खर सिक्दै थिएँ कि त्यो बेलामा क्या, त्यति बेला विश्वास पनि लाग्दैन थियो, हुँदैन होला। तर त्यो मान्छेले नै भन्दाखेरि मै छक्क परेँ कि। सो सर्टेन चिज चाहिँ लेखेर आएको हुन्छ। हामीले आर्ट हेर्नु, कति बच्चाहरू तपाईँले डान्स इन्डिया डान्स हेर्नुहुन्छ, सानसानो बच्चाहरू हेर्नुहुन्छ, 3 वर्षको बच्चाले सङ्गीत त सिक्न भ्याउँदैन। 3 वर्ष साधना गरेर सङ्गीत सिकेको मान्छेले जति गाउन सक्छ होइन, त्योभन्दा सुर र ताल मिलाएर 3 वर्ष कसरी गायो, बोल्न त नसक्ने बेलामा गीत गायो भनेपछि उसको यो जुनीमा तैँले लिएर आएको हुँदै आइन रहेछ त होइन। सर्टेन चिज हामीले पाउँछु भनेर नि पाइँदैन कि, यो जुनीमा सबै चिज भोग्न पाइँदैन, लेखेर ल्याएको हुनुपर्छ। अनि मात्र पाइन्छ। मलाई सुरु ज्योतिष पढ्दा त्यस्तै लाग्थ्यो कि, पढ्यो अनि सक्दै सकिनँ, पढ्यो बुझ्दै बुझिएन। अनि पछि मैले त्यहाँ ज्योतिषमा के पढाएको थिएँ, एउटा ज्योतिष हुनेर मान्छेले 3 जुनी पढेको हुनुपर्छ भनेर लेखाएको थिएँ कि। अनि ढुक्क भएँ क्या म, मेरो पहिलो जुनी रहेछ नि त, म त हुन्न, अब 2 दिनपछि होला, हुने भयो हुन्छु, म 2 दिनपछि हुन्छु। तर अहिले चाहिँ पढ्छु, म अहिले मिहिनेत गर्छु। त्यस्तो लेखेको छ है? त्यस्तो लेखेकै थियो मैले, पढाएको पनि थिएँ। त्यो पढेपछि मलाई खारै आनन्द आयो क्या। मैले किनभने सक्दै सकेको थिइनँ, जति पढ्दा पनि बुझेको थिइनँ। गाह्रो हो त सुरुमा त, कहाँ सबै सजिलो हुन्छ त होइन। गुरु पनि पाएको छैन, पढ्न नि पाएको छैन, त्यो युट्युब मात्रै हेरेर पनि बुझ्दै बुझिन्न। साह्रै गाह्रो होस्, साह्रै चित्त बुझेको कुरा चाहिँ ज्योतिष मान्छे एक जुनीमा हुँदैन।
भनेपछि मोस्ट प्रोबेबली मेरो पनि पहिलो जुनीमा के थियो कि त होइन, त्यसको क्यारिओभर बाँकी त्यो त कन्फर्म हो नि। तर म त्यो बेलामा चाहिँ म फेल भयो नि, रेडी थिएँ। होइन त्यो नभइकन त तपाईँले भनौँ न तपाईँसँग त तपाईँ जतिको प्रिभिलेज मान्छे, तपाईँ जतिको एउटा एकाडेमिक मान्छेसँग त हजार अप्सन छ नि त होइन। तपाईँ त के नगर्ने भनेर बसेको मान्छे हो कि म यो गर्छु मैले यो गर्न पाइनँ भनेर चाहिँ दुःख बनाउ गर्ने मान्छे होइन नि तपाईँ। तपाईँ त के नगर्ने म यो गर्दिनँ, म यो गर्दिनँ, यो गर्दिनँ भन्ने किसिमको ब्लेसिङको एउटा जुन पाउनुभयो कुलपितृको आशीर्वाद सहितको, यो त अरू हुँदैन नि। तपाईँलाई यहाँ तान्नु भने के छ भने पास्ट लाइफ के हो एकदम तपाईँले भनेको एकदम ठुलो कुरामा भन्दा उ सुनिन्छ। तर म 40 वर्षकै उमेरमा एउटा रिटायर भएर सफ्टवेयर छोडेर त्यो इन्जिनियरिङ मात्रै संसार होइन, त्यो मेरो पेसा हो, त्यसबाट मैले पैसा कमाएँ होला। तर ज्योतिष मान्छे भन्नु कति मान्छे त पैसा कमाउन जाने हो नि त होइन, पेसा गर्न। मलाई पेसा गर्नै परेको थिएन नि त, इन्टरटेनमेन्टको हिसाबमा प्यासनको हिसाबमा फलो गर्न पाउनु नि त एउटा ठुलो प्रिभिलेज हो नि त। प्यासन फलो गर्नै पाइँदैन, प्यासन थाहा हुँदैमा पनि कहाँ पाइयो त। भोलि जाहिर खान जानु छ मेरो प्यासन छ भनेर चिनाएर बसेर त भएन होइन, जीवन त चल्दैन त्यसरी। त्यो हिसाबमा चाहिँ म प्रिभिलेज हो, मैले त्यो हिसाबमा चाहिँ अब भनौँ न हम्बल हुनु पऱ्यो, ग्रेटिट्युड दिनु पऱ्यो कि हो अब यो पाएको चिज हो होइन, सबै चिज चाहिँ होइन। अब त्यो त अब एक त के छ भने तपाईँको सबै चिजको तपाईँको चिन्ह त तपाईँलाई कन्ट छ नि त, त्यो भएर तपाईँ के हो भन्ने कुरा त तपाईँलाई सबैभन्दा बढी थाहा छ। अरूलाई त तपाईँले भनेर भनिदिने हो, तपाईँले भन्नुभन्दा होइन। अब यो यसमा मैले भन्दाखेरि तपाईँ ट्रेडिसनल रूपमा चाहिँ नेपालमा स्पेसली यो काठमाडौँभित्र हुने जात्राहरूमा कति जानुहुन्छ? जस्तो अब अहिले हाम्रो करुणामयको जात्रा भइरहेछ, रातो मस्जिदको जात्रा होइन। यो जात्रामा चाहिँ के छ भने सर्टेन जहाँनिर यो जात्राको सर्टेन रुटमा नि कहिलेकाहीँ रथ भाँचिन्छ, बिग्रिन्छ, अड्किन्छ, एक ठाउँमा हुन्छ त्यो है। अनि त्यहाँको एउटा किनवदन्ती के छ भने त्यसमा चाहिँ विभिन्न खाले चाहिँ बहुरूपिया नागहरू मानिसको रूपमा आएर चाहिँ पुस गर्छन्, तान्छन्, अनि त्यसपछि त्यसको एक दिनमा चाहिँ त्यो रथ जान्छ भन्ने किसिमको किनवदन्ती छ क्या। यो मुख्य चिज चाहिँ मङ्गलबार माथि गइसकेपछि त्यो प्रायः जस्तो त्यो अड्किन्छ, त्यो भाँचिन्छ त्यो होइन। अनि त्यहाँ कस्तो कस्तो मान्छे आउँछन् भने चाहिँ हामी चाहिँ हेर्न जान्छौँ कि, या हुनसक्छ हामी पनि नाम बहुरूपिया होला थाहा छैन हामीलाई। तर मेरो इन्ट्रेस्ट जहिले पनि के छ भने मैले सानैदेखि सुनेको होइन, हामी त थाप्तीले बस्दाखेरि त अब हिँडी गइन्थ्यो, बागमती पारी गयो, कुम्नेर खुर्रो गयो, मङ्गलबार छिरेर गयो। जब 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 रथ त्यो बेला चाहिँ रथ एकदम भाँसिन्थ्यो, बाटो थिएन, घरहरूकोमा छुन्ने होइन। त्यहाँ गजब गजबको एनर्जेटिक मान्छे जुन तपाईँले जिन्दगी कहिल्यै भेट्नुहुन्न क्या, त्यस्तो मान्छेहरू भेटिन्छ यो रथयात्रामा। यो नेपालमा सबैभन्दा लामो जात्राको रूपमा मानिन्छ होइन, तन्त्रसँग जोडेको। अर्को तपाईँले मेरो रिक्वेस्ट चाहिँ तपाईँ दुईवटा चिज चाहिँ तपाईँ जानुपर्छ कि। एउटा चाहिँ भक्तपुरको बिस्का जात्रा, बिस्का जात्राको अरू धेरै महत्त्व भइकन पनि नि त्यहाँ चाहिँ त्यो बेतालको मुकुट बेतालको चाहिँ मूर्ति निकाल्छ होइन। त्यो मूर्तिलाई तपाईँले आफैले खिच्नुहोस् फोटो क्या, डिफ्रेन्ट टाइममा डिफ्रेन्ट स्वरूप देखिन्छ, आफैले खिच्दा पनि। किनभने बेतालको त्यसमाथि पनि शिर मात्रै भनेको त्यो कुनै एकदम उग्र, कुनै पीडा, कुनै हँसिलो, कुनै बोल्ला जस्तो देखिन्छ क्या। एउटा चाहिँ यहाँ हाम्रो वज्रयोगिनीको मेला लाग्छ है, त्यो मेलामा चाहिँ आमाको वज्रयोगिनी आमाको चाहिँ जब उहाँ माइती जानुहुन्छ नि यस्तो हँसिलो फेस हुन्छ कि आफैले खिच्नुहुन्छ क्या। अरूले भन्ने कुरामा चाहिँ तपाईँले पत्तुन्ने होइन। अनि जब फेरि उहाँ फेरि घर फर्किनुहुन्छ आफ्नो होइन, मन्दिर फर्किनुहुन्छ भनौँ न, त्यो बेलामा चाहिँ थकानले होला त्यो फेस फेरि अलिकति थाकित फेस देखिन्छ, हामीले देखिन्छौँ त्यो। नर्मली त त्यो यो मेलाभन्दा बाहिर त निकाल्दैन त्यो होइन। यस्तो चिजहरू चाहिँ हामीले त्यहाँ फिल गर्न सक्छौँ क्या, जुन चाहिँ आफै देख्न पाइन्छ, पहिला सकिँदैन थियो होइन। अहिले हामीसँग यस्तो चाहिँ एउटा हामीसँग यो सुविधा छ, हामी जान सक्छौँ, आधा घन्टाको बिचमा हामी पुगेर आउन सक्छौँ कि। यो मेला चाहिँ तपाईँ जान्नु प्रयास गरौँ होला। एउटा दुईवटा इन्टरभ्यू भनेर सुनेको थिएँ होइन, म चाहिँ काठमाडौँको नेवार हो भन्नुभएको थियो होइन। किन मैले त्यो कुरा जोडेँ भने म पनि त्यही भयो क्या, मेरो अब मामा घरपट्टि फ्यामिली पनि कहिलेदेखि काठमाडौँ थाहा छैन, सधैँ काठमाडौँमै बस्नुभयो। घरपट्टि छैन मेरो गाउँ भन्ने भएन खासै होइन, धेरै जेनेरेसनदेखि काठमाडौँ भयो। अनि सबै साथी नेवार हुने भयो भन्दा अनि धेरै फेस्टिभलहरू चाहिँ हेर्न पाएँ। अनि मम्मीसँग एउटा कुरा ठ्याक्कै जोडेँ, एकजना विद्यार्थी चाहिँ आर्किटेक्चरबाट कल्चरमा धेरैजना पढ्नुहुन्छ क्या। अनि आर्किटेक्चर चाहिँ तपाईँले कल्चरमा हेर्नु भने झन्डै 10-20% स्टुडेन्टहरू आर्किटेक्चरबाट आउँछन्, किनभने आर्किटेक्चर पढिसकेको मान्छेहरूले चाहिँ मूर्ति विज्ञानहरूको बारेमा धेरै थाहा भइसकेको हुन्छ, मन बुझ्छन्। अनि उहाँले चाहिँ मलाई एक्चुअली बङ्गलामै पठाउनु भएको छ कि मम्मीले, मलाई एकदम रिसाएर गाली गर्दै गएको कि मम्मीलाई, किनभने अब म भर्खर 11-12 पढ्दै थिएँ, इन्जिनियरिङ के पढ्छु भन्ने पनि केही पनि थाहा थिएन। अन्त टेप समात्न भन्नुभयो क्या, साथी हुन्छ त सिक्छस् भन्नुहुन्थ्यो। मम्मीले चाहिँ मलाई जबरजस्ती नै त्यो हुन्छ नि पढाउनुहुन्थ्यो, त्यो त्यही हिङ मानेर टाढो भने जस्तो
मलाई याद छ बङ्गलामुखी मन्दिरको सबै उहाँले चाहिँ परिसर नाप्नुभयो टेपले, आर्किटेक्चर हुनुहुन्थ्यो, उहाँले त्यसको बारेमा थिसिस पिएचडी गरिरहनु भएको थियो। अनि त्यो हरेक अनि यन्त्रको म जोड्न खोजेँ मैले हाँसेको कुरा चाहिँ कस्तो हुन्छ भने त्यो मन्दिरको आर्किटेक्चर चाहिँ यस्तो इम्पोर्टेन्ट छ कि त्यसको कुनै पनि रेसियोहरू चाहिँ ऱ्यान्डम हुँदैन। अभियसली किनभने एउटा बिल्डिङ तपाईँले अडिरा देख्ने बित्तिकै त्यो इन्जिनियरिङ मार्बल हो भने थाहा भयो, त्यो त हामीले साइन्समा 100% प्रुभ नै चिज भयो। कति भुइँचालो जाँदा कति गर्दा घर भत्किन्छ तर मन्दिर भत्किँदैन क्या हाम्रो यहाँ, किनभने त्यो इन्जिनियरिङको त्यो लेभलको नलेज थियो नि त त्यो मान्छेलाई। त्यो नेवार समुदाय र त्यहाँको मन्दिर तपाईँले ठ्याक्कै जात्राहरूको कुरा सम्झ्दाखेरि जात्रा गइन्थ्यो तर त्यो बेलामा नबुझिकन गइन्थ्यो कि हजुरले भने जस्तो त्यो अब्जर्भ गर्ने बेलै थिएन, त्यो जान्दै जान्ने थियो, गइन्थ्यो मान्छेले रक्सी खाएर हेर्थ्यो, झडा गरेर हेरिन्थ्यो, त्यो पार्ट हेरिन्थ्यो क्या, रथ हेरिदिन्थ्यो। मम्मीले चाहिँ जहिले पनि लगेर यहाँ हेर यहाँ मूर्तिमा यस्तो छ भन्नुहुन्थ्यो, के देखाइरह होला जस्तो लाग्थ्यो कि त्यो सबै चिजको नलेज चाहिँ पछि गएर सबै चिज काम लाग्दो रहेछ। कुनै पनि शिक्षा कुनै पनि नलेज चाहिँ खेर जाँदैन रहेछ क्या होइन। त्यो बङ्गलामुखीकोमा मैले यन्त्रबाट तपाईँले किन जोडेँ भने यन्त्रको जुन एनर्जी हुन्छ, यन्त्रको डिजाइन कुनै पनि ऱ्यान्डम छैन, एकदम म्याथमेटिकल छ। तपाईँले त्यो फर्मुला बनाएर पनि ड्राइभ गर्न सक्नुहुन्छ, कम्प्युटरलाई दिनुभयो भने पनि त्यसले के गर्न सक्छ त त्यो ड्रइङ गर्न सक्छ क्या। ऱ्यान्डम चिज भयो भने त इक्वेसन हुँदैन नि त। इक्वेसनले डिराइभ गरेको चिज छ भने के हुन्छ त कम्प्युटेसनलबाट तपाईँले भ्यालुबाट के हुन्छ रिड्र गर्न सक्छ। जसरी बनायो नि एउटै चिज आउनु पऱ्यो। त्यस्तो म्याथमेटिकल्ली अब इन्जिनियरिङ वाइज स्ट्रक्चर वाइज पनि एकदम ब्रिलियन्ट छ, किनभने त्यो लोड सपोर्ट हेर्नु पऱ्यो नि। जब काठको एउटा बाङ्गो परेको काठले माथिको छत हानेछ, अर्को काठले छत हानेछ, 5 तल्ला 4 तल्ला छ होइन। त्यो बेलामा जाऊ कि मान्छे घर 2 तल्लाको हुन्थ्यो होइन। कस्तो इन्जिनियरिङ छ, कति छ त्यहाँ वास्तु विज्ञानमा भनेर। त्यही भएर म त्यो अन्ध भएर वास्तु नर्थ इस्ट मात्रै हेर्ने यो मात्रै हेर्ने होइन कि, त्यसमा धेरै विद्याहरू छ। तर यहाँ चाहिँ के भइरहेछ भने यहाँ पनि पोल्युसन छ होइन, पोल्युसनलाई हटाउनुपर्छ। अब केही पनि बुझेको छैन, न बिल्डिङ साइन्स बुझेको छ न तन्त्र थाहा छ, तर वास्तुको एउटा किताब पढेर उत्तर दक्षिणमा यो भन्नु टोयलेट भयो भने मान्छे क्यान्सर हुन्छ मात्रै फोकस छ। त्यो पनि के छ भने तपाईँको इन्डियामा लेखेको किताबहरू उता प्र्याक्टिसमा किताबहरू हाम्रो देशको वास्तुले फरक छ नि एक्ज्याक्टली होइन। अब जस्तो तपाईँले बुझ्नुहुन्छ होला अलिक बढी चिनाहरू हेर्दाखेरि सजिलो छ कि मान्छेलाई तँलाई कालसर्प योग छ भन्नलाई। हामी कहाँ नेपालमा कालसर्प योगै हुँदैन के, यो त तान्त्रिक भूमि हो, तान्त्रिक भूमि हो यहाँ हुँदै हुँदैन। फेरि हामी त अघि तपाईँले भन्नुभएको जस्तो म त एकदमै प्राउड नेवार हो क्या, किनभने हामी नेवार सभ्यतामा हुर्केको होइन। नेवारी ल्याङ्ग्वेज हो जो म पनि बुझ्छु, म नि पढ्छु, कल्चरली हामी नेवारै हौँ। म त एकदमै त्यसमा त गौरवै छ कि, किनभने नि अब यही नै हो, यहीँ हुर्केँ, यहीँ बने, यही चिजमा त्यही ड्याङको मुला हो क्या, जुन ड्याङमा अरू सभ्यताका अभियन्ताहरू हुनुहुन्छ त्यही चिजमा हामीले। अब हामी हुन त यसमा अलिकति यसमा चाहिँ कस्तो भने अब अहिले चाहिँ मलाई दुःख लाग्छ क्या, म जतिको मान्छेलाई त त्यति भन्दैन तर डिस्क्रिमिनेट छ क्या। अब हामीलाई कास्टिजममा छिरिसक्यो, ए यो फलानु यो ढिस्कानु भन्नु होइन। तर हामीले 30-40 वर्ष यो अध्ययन गरेको जुन छ, जुन लिपि मैले पढ्न सक्छु, जुन लिपि मैले लेख्न सक्छु, जुन प्राचीनतम नेवा भाषा मैले बुझ्छु, त्यो त उनले सक्दैन नि त। जसले मलाई भन्नुहुन्छ होइन, त्यो जगडा गर्ने काममा चाहिँ हो डेफिनेटली कुल परम्परा उहाँहरूको, उहाँले गर्नुहुन्न भने त हामी त घचघचाउनु पऱ्यो नि त होइन। अब उहाँले गरिरहनु भएको छ, तर फेरि कस्तो भने यो विद्या गुप्त छ। नेवारी कल्चरमा चाहिँ म विश्वमा धेरैवटा ठाउँको धेरै चिजहरूको चाहिँ तन्त्रको कस्तो प्र्याक्टिस हुन्छ, कस्तो खाले हुन्छ भनेर मैले अध्ययन गरेँ, स्थलगत अध्ययन पनि गरेँ, पढेँ पनि होइन। सबभन्दा परिवारमै त्यो एडप्सन भएको तन्त्र चाहिँ नेवा परम्परा मात्रै छ। इट्स अ वे अफ लिभिङ के। तपाईँले बिहानदेखि बेलुकासम्म सामान्यसँग चाहिँ जीवनयापन गरिरहेको छ नि, त्यो साधना रहेछ, त्यो एकदम सामान्य। यति धेरै त्यसमा चाहिँ साधारण चिजहरूमा यति धेरै असाधारण कुराहरू अब्जेक्टहरू को चाहिँ त्यहाँ रोल छ नि, बुझ्दैन कसैले पनि। अनि त्योभन्दा बाहिर आउँदैन होइन। नेपालको सम्पूर्ण चिजको स्पेसली अब 3 सहर काठमाडौँ भन्छौँ नि हामी, हुन त मिनी नेपालै यही हो होइन। सबै देशैभरिका यही हुनुहुन्छ, 77 जिल्लाका सबै यही नै हुनुहुन्छ। तर यहाँ सबैभन्दा यो कल्चरल्ली प्रिजर्भ गर्नुभएको एउटा चाहिँ जीवन्त रूपको म्युजियम त त्यही छ नि। आफू त्यसमा हुर्के हेर्नुहोस्, म त कल्चरली एकदमै नजिक छु क्या, म बुझ्छु पनि। जात्रा त म कहाँ पनि छोड्दिनँ, जात्रा गइहाल्छु, किनभने जात्राले चाहिँ प्रत्येक नयाँ जात्राले तपाईँलाई नयाँ चिज सिकाउँछ क्या। त्यो पुरानो केही पनि हुँदैन त्यहाँ। त्यो एनर्जी, त्यो खाले किसिमको त्यो उहाँहरूको चाहिँ अनुष्ठान होइन। अब रातो मसिनाथकै तपाईँ कुरा गर्नुहोस् न, उहाँलाई बोलाउनुको लागि चाहिँ भँगेरा उडाएर पठाउनुपर्छ, भमरा पठाउनुपर्छ, भमराको फुल ल्याएर कलशमा पूजा गर्नुपर्छ। रथ पाङ्ग्रा मात्रै गर्नको, चाड पाङ्ग्रा राख्नलाई मात्रै यति धेरै त्यहाँका रिचुअलहरू छन्, यति धेरै त्यसका चाहिँ अनुष्ठानहरू छन्
त्यो एउटा कम्युनिटीले मात्र गर्ने होइन नि, त्यहाँ 9वटा कम्युनिटी छ। कसैले माथि बनाउँछन्, कसैले खट बनाउँछन्, तान्निका भन्ने कुराहरू छन् होइन। यो चिजहरूलाई तन्त्रको विद्यार्थी अथवा ज्योतिषको विद्यार्थी नजिकबाट हेऱ्यो भने सबभन्दा ठुलो कुरो चाहिँ के छ भने साइतको कुरा निस्किन्छ क्या त्यहाँ। यो साइतमा यहाँनिरबाट निस्केर यसको चाहिँ अब त्यसपछि अर्कोचोटि साइत हेरेर त्यो दिन चाहिँ फेरि भोटो देखाउने भन्ने हुन्छ क्या। अनि कस्तो एउटा चाहिँ अर्डरली मिलाएको छन् क्या यो चिजहरू। तर अब यो पुस्तान्तरण नभएको चाहिँ हामीलाई लाग्छ, मलाई अब कति ठुलो चिजहरूमा त पुस्तान्तरण होला, किनभने यो चिजहरूमा त अब देवादिदेव महादेवकै कृपा होला होइन, माता तलेजुकै कृपा होला, जुन चाहिँ कन्टिन्युटी छ। तर हामी स्पेसली काठमाडौँको हामी नेटिभ हो कि रैथाने भनिन्छ नि, हामीले चाहिँ यो सम्पूर्ण जस्तो काठमाडौँको तपाईँ इन्द्रजात्राको फेस्टिभल छ नि, जानुभएको छ? फेस्टिभलहरू त गएको छु मैले भने नि, होइन राति राति पनि देखाएको छु मैले, हेरेको छु। जानुहोस् कि राति जानुहोस्। तर मैले त्यो बेलाको हेर्ने लेन्स मेरो चाहिँ गलत थियो भन्छु क्या म चाहिँ, किनभने म चाहिँ के हिसाबमा जान्थेँ नि, मान्छेले चाहिँ रमाइलोको लागि जान्थ्यो नि त। यङ उमेरमा त्यहाँ रक्सी खाछ, लडाएछ, झगडा गरेछ, त्यो मात्रै देखियो क्या। त्यो उमेरको म्याचुरिटी नभइसकेपछि मैले यही भनेको हामीले ज्योतिषशास्त्र वा वास्तु पनि त्यो चिज चाहिँ कस्तो भने मान्छेलाई झुकाइदियो क्या। हो त्यही त मैले भनेको अहिले वास्तुको जुन मन्दिरको कुरा गरेँ मैले बङ्गलामुखीको पनि, त्यो विद्या नै हराउँदै जाने भयो डर हो क्या मलाई चाहिँ। तपाईँले भन्छ जात्राभित्र धेरै चिज छ नि त, तर हामीले के देख्यौँ, त्यो रक्सी खाएर लडेको मान्छे मात्रै देख्यौँ भने के हो, पोल्युसन भयो क्या। हामीले बाहिरबाट सर्फेसियली हेरिरहेको छौँ क्या। अब तपाईँ बङ्गलामुखी मन्दिर जानुहुन्छ, त्यहाँ भएको वास्तु नै बुझ्ने मान्छे नै भइदिएन क्या। त्यो गुप्त विद्या हुँदा हुँदा हराएर लोप जाने हो भन्ने मलाई चाहिँ डर हो। तपाईँले भन्छ जुन लोप हुने कुरा छ, यो गुप्त विद्याहरू धेरै लोप भइसके पनि छन्, अझ पनि लोप हुँदैछन्। किनभने जसले बङ्गलामुखी बनायो, जसले पशुपतिको जुन आर्किटेक्चर त मान्छे त छ नि त, त्यो बनाउन सक्ने त्यो लेभलको नलेज, त्यो लेभलको ज्ञान त हस्तान्तरण भएको छैन। अहिले त्यो लेभलको मान्छे नै छैनन् कि, रिपेयर गर्ने मात्रै हामीले त अहिले। होइन यस्तो छ, यो कस्तो दैवी सत्य हो कि यसमा हामी तपाईँ अहिले मोडर्न साइन्समा, हामी मोडर्न एजमा कुरा गरेर हामी सबै हामी गरौँ भने हामी म भन्ने जुन छौँ नि, त्यो म जब हराउनुहुन्छ तपाईँले त्यसपछि त्यो चिज भन्नुहुन्छ क्या। हामी बच्चा बेलामा तपाईँलाई म सेयर गर्न चाहन्छु, हामी बच्चा बेला हुँदाखेरि यो स्वयम्भू एरियाको एरिया छ नि, किमडोल एरिया, ठुलो एरिया बसपार्कको यतापट्टिको एरियादेखि कलिङ्गीसम्मको एरिया, सबै एरिया वारिपारि सबै एरिया चाहिँ खेत थियो क्या, एकदम ठुलो खेत है। अब हाम्रो चाहिँ त्यहाँका दाजुभाइहरू मेरो यता मेरो महर्जन फ्यामिलीपट्टिका मेरो मामा घरहरू त्यहाँ हुन्थ्यो, हामी कहिले कहिले जान्थ्यौँ त्यहाँ होइन। अनि त्यहाँ कहाँ कुनामा कस्तो ठाउँमा चाहिँ मान्छे एउटा सानो बुखे चारा राखेर है, अनि सानो घरमा कुरो बसेर बस्ने हुन्थे, कसले आएर के गर्थ्यो होला जस्तो लाग्थ्यो होइन। अनि मेरो क्वेसन के हुन्थ्यो उनीहरूलाई भने, खेतमा कसले काम गर्छ त? यत्रो मान्छे थिएन काठमाडौँमा, मान्छे एकदमै थोरै। र हरेकचोटि तपाईँ जाँदाखेरि कहिले सबै खेतैभरि काउली, कहिले अब यो धानको बेलामा धान, अरू तरकारीको बेलामा लह तरकारी। यो कसरी हुन्थ्यो र होला भने अब यताउति उनीहरूको गुठी हुने, सबै एकदम कम्युनिटी राम्रो नि त नेवारहरूको, अनि त्यसले त फुलफिल हुने। तर पछि सुन्दै के अरूको कमेन्टबाट के सुन्यो भने नि, त्यहाँ चाहिँ तान्त्रिक शक्तिबाट चाहिँ रोपिन्थ्यो, किनभने त्यहाँ उहाँहरूसँग कोही न कोहीसँग यस्तो शक्ति हुन्थ्यो अरे कि त्यो रातारात आएर कसैले खनिदिन्थे, रातारात आएर कसैले रोपिदिन्थे। कहिले पनि कन्टिन्युटी रोकेको छैन यो। अहिले त तपाईँ हामी जाँदाखेरि अलिक देखियो, पहिला त सुन्ने नै हुन्थ्यो कि कोही पनि नै हुन्थेन। र मलाई अहिले पनि याद छ, कलङ्कीको रिङ रोड त बनिसकेको थियो, कलङ्कीकोबाट तपाईँ बालजुसम्मको आउँदाखेरि वरिपरि के पनि थिएन, सबै खेत, स्वयम्भूको मुनि ठुलो ठुलो खेत, ठुलो चाहिँ रुखको जङ्गल जस्तो बाटोभरि है। अब हामीले हेर्दाखेरि त स्वयम्भू नाथे जङ्गलको बिचमा थियो, ओहो यस्तो जङ्गलमा स्वयम्भू रहेछ भन्थ्यो नि, कत्रो चिजहरू कत्रो स्तूपा भन्ने हुन्थ्यो। अब त्यो चिजहरू प्रयोग हुन्थ्यो, किनभने यसको अब अहिलेकोलाई हामीले यहाँ नेपालको भएको भएर हामी आफैलाई धेरै मिनिमाइज गर्छौँ होइन। तपाईँले पिरामिडहरू हेर्नुभयो भने त पिरामिड कसरी बनेको होइन, उनीहरूको भनेमा आखिरमा दैवी शक्तिले बनाएको भनेको छ होइन। अब त्यो अलिक पछि गएर त अझ आउटर स्पेसबाट कसैले आएको बनाएर भन्नसम्म सक्छ होला, किनभने त्यति बेला नेपाल त्यो इजिप्टमा त्यो लेभलको टेक्नोलोजी र त्यो लेभलको सामान त थिएन, तर बनाएको छ नि त। यो चिजहरू चाहिँ यहाँ छ क्या, धेरै छ क्या। एउटा पनि होइन क्या, एउटा त झुकिएर भयो भन्न नि पाइयो, 5वटा 10वटा त झुकियो भन्न पाइएन नि त। त्यो त तर अब यो के छ भने यो तपाईँ जस्तो युवाहरू जेनजी पुस्ताको तपाईँहरू प्रतिनिधित्व गर्नुहुन्छ, अहिले सरकार पनि यही लेभलमा छ, तपाईँहरूकै मान्छेहरूका साथीहरू हुनुहुन्छ होइन। धेरै चिजहरू रिचुअली राम्रै पनि हुँदै आइरहेको छ, त्यसको यो अहिले भैरव युग छ नि त।
यो हुँदै गर्दाखेरि चाहिँ मतलब अलिक सरकारी नीति हुनुपर्छ कि यसमा टेक्निकल्ली पनि तपाईँले यो तपाईँ जतिको मान्छेले टेक्निकल्ली यहाँसम्म एउटा व्यक्तिले यहाँ गरिसक्यो कि होइन यो त एउटा निकायले गर्नुपर्ने थियो नि त अथवा गरेको मान्छेहरूलाई एउटा स्थान दिएर एउटा चाहिँ यसरी गर्नुपर्छ भने राष्ट्रिय नीति मलाई चाहिँ म बेला बेला म इन्डियन मार्केट हेर्छु इन्डियन गभर्मेन्टको पोलिसिजहरू हेर्छु होइन अनि कस्तो अचम्म लाग्छ क्या नेपालमा केही पनि किन हाम्रो त के छ भने तपाईँ अघि भन्नुभएको जस्तो म तन्त्रको विद्यार्थी हो म त प्राउडली भन्छु म त होइन मलाई थाहा छ नि यसको चिज किनभने म एकदमै सिक्दै म त किन्डर गार्डनमा छु तर अगाडिको मान्छेले के भन्छ त एकदम नेगेटिभ ब्ल्याक म्याजिक फलानु त्यो झन् कति ठुलो कुरो होला जान्ने भएदेखि त कति ठुलो कुरो होला भनौँ न होइन अहिले अब चाहिँ त्यो अस्ति नै एक्चुअली यो खोमेनी मर्नुभन्दा अगाडि खोमेनीलाई एट्याक गर्दाखेरि इजरायलले होइन हाम्रो देवी शक्तिको कारणले हामी बाँच्या हौँ अदरवाइज हामीलाई त इजरायलले खतम पार्थ्यो भन्नेसम्मको नेगेटिभ निकालेको थियो नि त भनेपछि वार कहाँ पुगिसक्यो सबै टेक्नोलोजी छ नि कोही कहीँ गएर फिल्डमा लडेको छैन को कहाँ तेलअभिवमा बसेको छ कसले कहाँ हानेको छ कसले कहाँ हानेको छ त्यति बेलाको चाहिँ अहिलेका चाहिँ के असुर हुने जस्तो त्यति बेलाको असुर हुने जस्तो अहिले हुतीहरू छन् फिट्टा आइदिन्छन् हानेर भागिहाल्छन् होइन अब यसको चाहिँ उद्गम डेफिनेटली हिमालय हो किनभने तपाईँलाई पनि याद छ होला तपाईँको विदेशी साथीहरू हुन्छन् विदेशी तपाईँको चाहिँ क्लाइन्टहरू होला होइन उहाँहरूले कतिपय अवस्थामा चाहिँ अब यो पूर्णाभिषेक भन्छ नि मेन कम्युनिकेसन नेपालहरू गर्दो रहेछ कि हाम्रो थाहा छैन थाहा छैन हामीलाई कति कुराहरू चाहिँ हजुरले भने जस्तो गुप्तै छ क्या कति चिज गुप्त रहेको पनि ठिकै छ जस्तो लाग्छ कहिले कहिले तर हराउनु चाहिँ भएन त्यो लोप नै हुने गरेर चाहिँ गुप्त हुनु पनि भएन गुप्त भनेको सबैलाई एक्सेस हुनुपर्छ भन्ने जरुरी छैन सबै ज्योतिष हुनुपर्छ भन्ने छ पटक्कै छैन नि होइन तर त्यो ज्ञानै मरेर जान चाहिँ भएन भन्ने डर लाग्छ क्या अझ कस्तो छ भने जसले गरिरहेको छ एक त यसै पनि यो लोपोन्मुख विद्या भयो गर्ने मान्छे पनि लोपोन्मुख होला भन्ने पिर भयो क्या हजुर होइन त्यसलाई त प्रिजर्भ गर्नु पऱ्यो नि त्यसलाई प्रिजर्भ गर्नु पऱ्यो त्यसलाई फेसिलिटेट गर्नु पऱ्यो त्यसलाई सुविधा दिनु पऱ्यो सम्मान दिनु पऱ्यो तपाईँ जतिको मान्छेले त यो व्यापार गरेकै छैन मोनिटरिङ पनि गर्नुपर्छ कति कुरामा त्यही भएर मेरो अहिले आवाज कहिले कहिले के हुन्छ नि हरेक चिजमा पोल्युसन त हुन्छ नि त मोनिटरिङ भएको हजुरले जस्तो गभर्मेन्ट लेभलबाटै यसलाई के गर्नु पर्छ अर्गनाइज वेमा चाहिँ मोनिटरिङ गर्नु पऱ्यो म्यापिङ गर्नु पऱ्यो भने मिसइन्फर्मेसन आएन कहिले कहिले अब भुइँचालो आइदिन्छ भनेर तर्सेर मान्छे हार हाल भन्नु हुनु भएन भोलि बाढी जाँदैन भनेर मान्छे मर्नु पनि भएन ब्यालेन्स गर्न ज्योतिषले पनि सिक्नु पऱ्यो त्यो ज्योतिषले भनेको कुरा ठिक छ कि छैन भनेर पनि गभर्मेन्टले पनि मोनिटरिङ गरिदिनुपर्छ यो चाहिँ किनभने मैले एकदम सेन्सिटिभ विषय एकदम पावरफुल जति पावरफुल हो उति डरलाग्दो हुन्छ नि त त्यही भएर त्यसको गलत प्रयोग नहोस् गलत प्रचार पनि नहोस् गलत समाजमा चाहिँ सोसाइटीमा चाहिँ रङ मेसेज पनि नजाओस् त्यसको लागि चाहिँ एउटा मोनिटरिङ चाहिँ चाहिन्छ कतिको एकुरेसी हुन्छ यस्तो नेचुरल क्यालेमिटिजको लागि चाहिँ क्यालेमिटिजमा पनि हुन्छ तर भने अघि तपाईँको तन्त्र जस्तो यसमा पनि प्र्याक्टिस गरेको मान्छे नै छैन क्या ज्योतिषशास्त्रमा खराबी होइन ज्योतिषशास्त्रमा नभएको होइन छ तर यहाँ जसले आएर मिडियामा बोल्नुहुन्छ जसले आएर भोलि पानी पर्छ भन्नुहुन्छ त्यो मान्छे चाहिँ प्र्याक्टिसनरै होइन क्या भनेपछि के चाहियो त त्यही भएर मोनिटरिङ चाहियो एउटा निकाय चाहियो जसले चाहिँ ज्योतिषहरूलाई पनि के गर्न पाउनु भएन त मलाई मन लागेको भरमा भन्नु पाइएन आधार हुनु पऱ्यो ग्रन्थको यो आधारमा भनेको थियो भने रङ हुन पाइयो रङ हुन पाउँछ म त्यसलाई गलत भन्दिनँ होइन रङ तर तपाईँले के दिनु पऱ्यो त्यसको जिम्मेवारी लिन सक्ने हुनु पऱ्यो नि त एउटा अफिसियल थ्रुबाट आउँछ हामीले यो कारणले यसरी फलादेश गरेका थियौँ तर अनफर्चुनेटली मिलेन नि त आज ज्योतिषले नि त क्षमा माग्नु त पाउनु पऱ्यो नि त त्यो त ओपन हुनु पऱ्यो मान्छे हो मिस्टेक हुनसक्छ त्यो मिस्टेक किन भयो त नि भन्दा ऱ्यान्डमली भनेर मिस्टेक भयो चाहिँ भन्न पाएन फेरि होइन किनभने त्यसले त धनको क्षति गर्ने भयो नि त मानव जीवनलाई इम्प्याक्ट पर्ने चिज हो रहेछ नि त भनेपछि उसले लायबिलिटी पनि लिनुपर्छ जति उसले पावर भोलि मिल्दाखेरि चाहिँ ओहो बाबा भगवानै रहेछस् भन्ने चाहिँ सुन्ने रेडी हुने होइन तैँले गरेको मिल्यो भने त भगवान होस् भनेर चाहिँ सुन्न त्यहाँ चाहिँ खुसी हुने तर दुखी पनि त हुनु पऱ्यो नि त मैले गरेको मिलेन पनि भन्ने एउटा ग्रेटिट्युड चाहिँ हुनुपर्छ ज्योतिषमा नै हुनु पऱ्यो समुदायमा नि हुनु पऱ्यो हामी ग्रुपमा हामी आफै बिचमा नि ज्योतिषहरूमा के हुनु पऱ्यो त एउटा संयमता हुनु पऱ्यो त्यो चिज चाहिँ एउटा ग्रुपिङजम हुनु पऱ्यो त्यो ऱ्यान्डमली म चाहिँ हिरो हुन्छु म भनिदिन्छु ठ्याक्कै मिलाइदिन्छु म पब्लिसिटी गर्छु त्यस्तो चाहिँ राम्रो भएन है त्यसले इम्प्याक्ट नेगेटिभ पार्छ त्यही त विशाल बाबु तपाईँले एकदमै राम्रो गरिनु भएको छ यो जुन यो एस्ट्रोफ्युजनको एउटा जुन प्लेटफर्म र त्यसमाथि पनि टेक हातमै भएको ठाउँमा यो पुऱ्याउनको लागि होइन अब यसको परिकल्पना हामी गर्थ्यौँ कि किनभने नि हामी कहाँ यहाँ अब विभिन्न खाले प्र्याक्टिसहरू विभिन्न खाले विद्याहरू जुन निषेधित छ बोल्न नमिल्ने विद्या भन्छन् होइन हामीहरूकोमा चाहिँ तर यङ्स्टरहरू चाहिँ के भने यहीँ बसेर अनलाइनमा चाहिँ विचक्राफ्ट सिकिरहेको छन् होइन एकदम धेरै विदेशी प्रभावका किताबहरू कस्तो कस्टली सिकिरहेछन् तपाईँले प्रिजर्भ गर्ने कुरा गर्नुहुन्छ मलाई यसपालि अचम्म लाग्यो क्या यसपालि मैले यो दसैँ ताका एउटा चाहिँ मैले श्रीचण्डी पुस्तकको दर्शन गर्न पाएँ त्यो श्रीचण्डी भन्ने पुस्तक चाहिँ हामी त सधैँ चण्डी पाठ गर्ने भन्थ्यौँ होइन श्रीचण्डी भन्ने पुस्तक जम्मा जम्मी नेपालमा
काहीँ कतैबाट चाहिँ त्यो आएर जम्मा 3टा रहेछ त्यो 2टा त पहिल्यै हरेसेका एउटा चाहिँ कलेक्टर हुनुहुन्छ उहाँले चाहिँ गजबको एउटा ठुलो एम्बेसीको एम्बेसडरसँग चाहिँ रिक्वेस्ट गरेर किनेर राख्नु भएको छ कि हजुर 10 लाख रुपियाँमा उसले 10 लाखमा किनेर छ लाने भनेर त्यो होइन त्यो लिँदाखेरि पनि नि फेरि त्यसमा प्याकेज कस्तो छ भने तपाईँको त्योसँगै एउटा फेरि श्रीयन्त्र किन्नुपर्ने होइन श्रीयन्त्रको फोटो पनि किन्नुपर्ने श्रीयन्त्रको फोटोको त अझै एक्स अमाउन्ट त्यसको छुट्टै चिज तपाईँले त्यो लिँदाखेरि एउटा फिल हुने अनि तपाईँले त्यो श्रीयन्त्रलाई तपाईँ हेर्ने पाउनुभयो भने नि विदिन 5-7 सेकेन्डमा श्रीयन्त्रको त्यो सम्पूर्ण त्यो उहरू छ नि कोणहरू चल्ने के कुरकुर 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 त्यसलाई जस्तो फिल हुने क्या त्यो त्यस्तो चिजहरू सबै विदेशीले लगिसक्यो हेर्नुहोस् हामीसँग के पनि नै छैन क्या यहाँ अनि अब केही नभएपछि चाहिँ अब केही छैन भन्ने चाहिँ न्यारेटिभ इस्टाब्लिस बढी भयो क्या किन एक पुस्ताको हिसाबमा हो क्या एक पुस्ता अगाडि सबै चिज थियो 40-50 वर्ष अगाडिको धेरै चिजहरू थियो के पनि छैन त्यहाँ मलाई पनि त्यही भएर ब्रिटिस एजुकेसन सिस्टमले चाहिँ हामीलाई चाहिँ ब्रिटिस राज गर्ने थियो नि त इन्डियामा उनले चाहिँ के नेगेटिभ सेट गर्नु पर्थ्यो नि तिमीहरू चाहिँ अविकसित जात हो तिमीहरूको धर्म कर्ममा केही पनि चिज छैन त्यो चिज राखेन भने त उसले कहिले पनि राज्य गर्न सक्ने भएन नि त राजा जहिले पनि माथिल्लो हुनु पऱ्यो अनि ब्रिटिसले चाहिँ यत्रो वर्ष यस्तरी इन्डिया बिगारिदियो कि उनीहरूले चाहिँ त्यो भएको कुनै चिजहरू यस्तो इम्पोर्टेन्ट थियो हाम्रो धर्मशास्त्रमा भएका चिजहरू सबैलाई नेगेटिभ ल्याएर चाहिँ नेगेटिभ हो तिमीहरू चाहिँ एकदम पिछडिएका जात हौ तिमीहरूलाई केही पनि नलेज छैन भन्ने भयो मलाई किन एकदमै यो चित्त दुख्यो पछि आएर थाहा पाएँ क्या मैले पनि त्यत्रो इन्जिनियरिङ पढेर हामीले पाइथागोरस थ्योरम मात्रै पढ्छौँ नि त तर पाइथागोरस भन्दा त हजारौँ वर्ष अगाडि त पहिल्यै रहेछ त हाम्रो म्याथ त सबै चिज रहेछ सबै चिज त A+B नै लेखा हुनुपर्छ भन्ने जरुरी छैन नि उसको आफ्नो नोटेसन होला मैले भने संस्कृतको सबै श्लोकहरू चाहिँ ज्योतिषशास्त्रमा पढ्ने भनेको म्याथमेटिकल नोटेसन हो क्या त्यो मान्न रेडी छु कि म त्यो म्याथको हिसाबमा तपाईँलाई मैले देखाएँ भने A+B लेखा हुँदैन क्या त्यहाँ A+B मात्रै त म्याथ होइन नि त जरुरी नै छैन नि त त्यसलाई त कम्प्युटरले बुझ्ने भाषामा हामीले परिवर्तन गरिरहेको छौँ नि त हामीले ट्राई गरिरहेको छौँ हामीले बनाइरहेको छौँ नि त तर अल्टिमेटली त त्यो त पहिला त रहेछ यत्रो ग्रह नक्षत्रको हिसाब गरेर रहेछन् त्यो म्याथ बिना त हिसाब गरेरै मिल्दैन सबै चिज डेभलपमेन्ट छ तर हामी के गर्छौँ पाइथागोरसलाई मात्रै ठिक भन्छौँ इक्लिप्समा मात्रै उनीहरूले मात्रै जोमेट्री बनाएको हो भन्छौँ हाम्रोमा ज्योमेट्री त्यत्रो अगाडिदेखि रहेछ क्या सबै चिज हाम्रोमा रहेछ अब त्यो त ब्रिटिसले दिनै भएन क्या त्यो नलेज चाहिँ त्यसलाई चाहिँ हामीले ट्याम्पर गरेर तिमीहरू केही पनि जानेका थिएनौ तिमीहरू भनेको एकदम बिछडिया हो अब हुन त त्यो आर्यन इन्भेसन थ्योरी भन्ने छ एउटा उनीहरू नै आएका हुन् उनीहरू नै आर्यन हुन् तर हामी चाहिँ आ भएर तिमीहरूले चाहिँ विकास गरेका हौ इरानतिरबाट चाहिँ इन्डियामा चाहिँ माइग्रेसन भएर बाहिरबाट आएको विकसित जात एउटा जातै फरक भन्ने समेत थ्योरी छ भनेपछि त्यो त्यसरी त्यो माइन्ड वास गरिरहेको छ क्या हाम्रो चाहिँ हामी बिछडेका हौँ तिमीहरूकोमा केही पनि थिएन संस्कार संस्कृति भन्ने तिमीहरू कस्तो अचम्मको कुरा छ भने भाइ हामी अब श्रीमष्टो कार्यक्रम गर्छौँ होइन म एकचोटि अब यो कार्यक्रमको सिलसिलामा म तपोवन गएको थिएँ तपोवनमा चाहिँ इरानियनहरू थिए क्या सन्यासी लिएका 12-15 लेडी 4-5 केटाहरू हुन त उनीहरू त्यति बेला वार थियो भाग्दै भाग्दै यहाँ आएको थियो होला होइन अनि मैले यस्तो गर्छ यो ऊ यान त्यान भनेर त्यहाँ देखाइदियो अरे अनि यसको बारेमा उनीहरूले बुझ्यो क्या अनि अब अरू भन्दाखेरि मैले सजिलोमा के छ भने हाम्रो शिव तत्त्व हाम्रो चाहिँ सम्पूर्ण देवादेव महादेवको चाहिँ यो सम्पूर्ण ब्रह्माण्डमा यो ऊर्जाको रूपमा बस्ने हो यो वायुको रूपमा बस्ने चिजलाई चाहिँ यसरी भनिन्छ भनेपछि मलाई अलिक थाहा थियो होइन यस्तै चिजको प्र्याक्टिस त इरानमा हुँदो रहेछ नि अनि पछि अब मेरो त यो ब्रान्ड मात्र हो मस्टो त हामी कुल परम्परा मात्र मान्ने हो हाम्रो यहाँ मस्टोमा PhD गर्नुभएका दाईहरू हुनुहुन्छ मस्टोको एकदम संरक्षण गर्ने दाईहरू हुनुहुन्छ उहाँलाई सोद्धाखेरि त यो त इरानबाट आएको भन्नु त्यति प्र्याक्टिस हुन्थ्यो अरे त्यहाँ इरान होइन कि पर्सियाबाट आएको अब त्यो चिजलाई अब अहिले आएर चाहिँ यो विधर्मी भन्ने त मिलेन नि यहाँ आउँदाखेरि त यहाँको लोकल हिसाबले यसलाई चाहिँ कस्टमाइज गरियो होला होइन अब त्यहाँ आउँदाखेरि त्यही गऱ्यो होला त एनर्जी त एउटै हो नि किनभने हामीले जाने अनुसारमा चाहिँ सत्य भनेको एउटा पृथ्वी एउटा चन्द्रमा एउटा सूर्य त हो देखिने चिज सत्य होइन हामीले देखिने त सूर्य र चन्द्रमा यताबाट अब पृथ्वीलाई अहिले भर्खर नासाले देखाइरहेको छ अस्ति फोटो यस्तो हुन्छ भनेर विशाल भाइ अब हामी कार्यक्रम अन्त पायौँ होइन मलाई एकदमै यहाँसँगको यो एनर्जेटिक भाइबमा कार्यक्रम गर्दा एकदमै खुसी लागिरहेको छ अब जहाँ जाँदै एउटा अब तपाईँ ज्योतिषको हिसाबले मलाई भन्न मन लागिरहेको छ सोध्न मन लागिरहेको छ 2083 साल चाहिँ हाम्रो समग्र रूपमा नेपाली र नेपालको लागि सुख शान्तिको प्रस्पेक्टमा चाहिँ कस्तो छ शान्तिको यसमा चाहिँ ठ्याक्क एउटा अचम्मको कुरा र संसारभर चाहिँ इन्जिनियरहरूले राज्य गर्दाखेरि जुन यन्त्रको कुरा आएको छ नि मैले यन्त्रमा जोडेँ फेरि यन्त्र भन्ने चिज एकदम पावरफुल हो क्या अब हाम्रो देशको
प्रधानमन्त्री अहिले इन्जिनियर हुनुहुन्छ। एप्पल जुन कम्पनी छ, तपाईँले सप्लाई चेन म्यानेजमेन्टको एक्सपर्ट भनेर टिम कुक हुनुहुन्थ्यो, उहाँले अब राजीनामा दिनुभयो। अब सेप्टेम्बरबाट त्यहाँ पनि के भयो त, त्यति ठुलो कम्पनीले पनि नयाँ सिइओ पाउँदैछ, त्यो मान्छे चाहिँ के हो त, इन्जिनियर हो। अहिलेसम्म एप्पलको हिस्ट्रीमा कहिले पनि सिइओ भन्ने मान्छे चाहिँ के हुँदैन थियो त, इन्जिनियरिङ फिल्डको हुँदैन थियो। यन्त्र चलाउने कसले, यन्त्र बनाउने कसले, इन्जिनियरिङ हो नि त त्यो त इनर इन्जिनियरिङ होस् या आउटर इन्जिनियरिङ होस्, इनर्जीको इन्जिनियरिङ त इन्जिनियरले गर्छ। अब यो युग चाहिँ इन्जिनियरको युग हो। नेपाल, एप्पल, यी सबै कम्पनीहरू के हुँदैछन् त, अब ट्रान्सफर्मेसन हुँदैछन् क्या, फर बेटरमेन्ट। अब चाहिँ नयाँ युग सुरु हुँदैछ। त्यो हामी एकदमै लकी हौँ, मालनजी जस्तो मान्छे पाउनु, देश यस्तोमा जानु, र यो यस्तो सुरुवात गर्न पाउनु चिज भनेको तपाईँले देखिहाल्नु उहाँको सुरुवाती उसमै साइटमा गरेर टाइम पनि 1 मिनट पनि मात्र भएको थिएन। म घडी हेरेरै बसिरहेको थिएँ कि है, नेपालमा त्यस्तो कहिले पनि भएको देखेकै छैन होइन। त्यतिसम्म साइटलाई मानेर सल्लाह दिनुभयो होला नि। उहाँलाई आफूलाई पनि धेरै नै नलेज छ भनेर उहाँले आफूले पनि भन्नुभएको छ, उसलाई ज्योतिषको नलेज प्र्याक्टिसनर नै हो, किनभने थाहा पनि हुन्छ, हेर्दाखेरि थाहा हुन्छ, त्यो सबैले भनिरहेकै कुरा हो। त्यस्तो उहाँको ठ्याक्कै फेरि बर्थडे हिजो अस्ति होइन, त्यही अक्षय तृतीयाको दिनमा सूर्य पनि उच्च चन्द्रमा पनि उच्च भनेको वान अफ द बेस्ट साइट हो। मैले पनि कोर्स सुरु गर्न खोज्दा पढाउन खोज्दाखेरि त्यही दिन छाने होइन, त्यो एकदम हाई इनर्जी भएको मान्छे हो उहाँ। त्यस्तो चिज पाउनु देशले यत्रो वर्ष कुरेको छ नि त हामीले त देशको मुहान फेर्नको लागि। तर कल्चरली पनि उहाँलाई धेरै नलेज छ। मैले भने जुन स्ट्रक्चरको इन्जिनियर हो नि त, मैले भने मन्दिर मठ मन्दिर कसरी बनेको छ, त्यसको वास्तु के हो, वास्तु भनेको इन्जिनियरिङ के हो कस्तो बन्दैछ भद्रकाली। त्यही भएर त्यो मान्छे त्यहाँ माथि पुग्दाखेरि हाम्रो कल्चरको लागि एकदम राम्रो हुनेवाला छ। संस्कार संस्कृति सबै चिजले चाहिँ अब अगाडि फरवार्डै पाउँछ भन्ने म चाहिँ एकदम अप्टिमिस्ट छु। यहाँको दिनहरू शुभ रहोस्। यहाँले जुन यो जुन एस्ट्रोफ्युजन लिएर भएको छ, डाउन द लाइन 5 वर्षमा यसको आइपिओ ल्याउनुहोस्, हामी पनि आइपिओ गर्नु है त। धेरै धेरै धन्यवाद। आज कार्यक्रमबाट म महेश राणाल पनि बिदा दिनुहोस्। नमस्ते। Susui Media presents Sri Masto Mahesh Rana Show.